जाडो टुपी ठाडो भन्दै हिँड्ने बाहुन बाजे आइरहन्छ हाम्रो होटलमा तिन पानी खोज्दै बोतलमा। अब अहिले भोइसअपमा गाउन गए जस्तै त्यति बेला म 2 साँझमा गएको, त्यसरी अडिसन लिएर पास गरेर बल्ल गयो। त्यस नक्कली चाहिँ नक्कली थिएँ है, म बच्चैदेखि नक्कली थिएँ। मागी विवाह थियो अथवा भागी? मेरो बुढा केसी हुनुहुन्छ उहाँ, म अर्को छोरी। त्यो माल तल पानी धारण थापेपछि ल्याइदिनु त भनेर बुढालाई भनेको। आमा आमा मम्मीले आमा लोग्नेलाई काम गराउनु हुँदैन के गरेको भनेर मम्मी यस्तो गर्नु चाहिँ हो र भनेर हाँसेको है। तिमी रहेछौ भान्जा म त छोरी सिन्जालीको, छोरी सिन्जालीको। साथीहरूलाई सहयोग चाहियो भने 8-10 हजार सहयोग त्यो फिर्ता हुने आश नगरिकन गर्न सक्छु। 5-10 हजार सहयोग त्यो गर्न सक्छु। न ऋणको हिसाबले त नो बाबा नो त सम्बन्ध बिग्रिन्छ। न न न न न के लाएको त्यस्तो नाकमा भन्छ क्या। मेरो हजुरआमै लाउनुहुन्थ्यो यो। अनि त्यो के नजाने जस्तो सहरिया पल्टेर सोध्या हो कि है, हाम्रो त्यो त गाउँको पो हो त्यो त, म त सहरिया पल्टेर लाएको त होइन नि त। स्वागत छ दिदीलाई मेरो पोडकास्टमा। धन्यवाद, नमस्ते। एकदमै व्यस्तता छ, एकदम भाग दौड एकदम मचिरहेछ होइन दी? दौडे जस्तो गरेको त्यस्तो छैन, मिलाइरहेको छु, दौडे जस्तो गरेको। गीत बजारमा आइसकेको छ होइन, प्रतिक्रियाहरू कस्तो आइरहेछन्? पहिलो गीत होला मेरो यति राम्रो प्रतिक्रिया आएको दिइरहेछ। पहिलो नभनौँ दोस्रो गीत, योभन्दा अगाडि मैले एउटा झ्याउरे गीत गरेको थिएँ मगर संस्कृतिसँग आधारित, एउटा झोडा भन्ने नामबाट, अहिले कर क्लबमा पनि छ। त्यो गीतमा चाहिँ एकदमै 102% चाहिँ मलाई राम्रो आएको थियो प्रतिक्रिया। र अनि यो चाहिँ सेकेन्ड गीत होला मैले गरेकोमा, म आफैले लेखेर आफैले गरेकोमा चाहिँ। सधैँ गाली खाने मान्छे होइन? प्राय सधैँ नभनौँ प्राय। कस्तो लाग्दो रहेछ? अलिअलि खल्लोपन त लागेको छैन नि अहिले त? गाली यस्तो हुन्छ अब आफै पनि गीत बनाइराख्ने लेखिराख्ने हामीलाई चाहिँ के थाहा हुन्छ भने यो गीतबाट मैले यतिसम्म गाली खान सक्छु, योबाट चाहिँ त्यति धेरै खाँदिनँ भन्ने पहिलो अनुमान हुन्छ। भनेपछि जस यो गीतबाट अपेक्षा राम्रैकै लागि गरेको, फेरि यो चाहिँ राम्रै हुन्छ र राम्रैकै लागि भनेर गरेको। अब इभन यो चाहिँ मैले खुलेर प्रचार गर्नुपर्ने गीत हो भन्ने हिसाबले गरेको। लामै तयारी गर्नुभयो हो यो गीतको लागि? कति समय लाग्यो? यस्तो थियो, अब मलाई चाहिँ यो विषयमा मैले उठाउनुपर्छ, एउटा गीत निकाल्नुपर्छ, गर्नुपर्छ भन्ने चाहिँ पहिलेबाट थियो। यो विषयमा मैले आवाज निकाल्नुपर्छ, उठाउनुपर्छ भन्ने थियो। शब्दहरू पनि तयारी थियो, ठ्याक्कै यही विषयलाई लिएर शब्दहरू पनि रेडी गराएको थिएँ मैले। मात्रै के थियो भने भिडियो कसरी गर्ने भन्ने, अनि कुन टाइपले गर्ने, अब लोक टाइपले गर्ने कि पप टाइपले गर्ने कि अब अलिकति रक टाइपले गर्ने कि भन्ने तरिकामा चाहिँ अलिकति कन्फ्युज थिएँ म। फाइनल्ली अब जुन उमेर समूहलाई मैले टार्गेट गरेर सुनाउन चाहेको थियो, भन्न चाहेको थियो, सन्देश दिन चाहेको थिएँ, त्यही उमेर समूहले सुन्ने टाइपको चाहिँ गराएर अहिले सफल भइयो भनौँ। जस पुरै गीत भिडियो सहित हेरेँ मैले पनि होइन, एकदमै जस समाजमा चाहिने खालको होइन, अहिले तत्काल अझ अहिलेको अवस्थामा चाहिने खालको। साँच्चै नै यो ड्रग्स भनेको चाहिँ कस्तो चिज होला है? यस्तो रहेछ, अब यो चाहिँ दुर्व्यसनीमा हामीलाई चाहिँ अब कतिपय कुराहरू देखिँदैन देखाइँदैन पनि होइन। कतिपयको चाहिँ छोरा कहाँ छ भन्दाखेरि बाहिर गएको छ, पढ्न पठाएको छ, अर्थात् कुनै एउटा उसमा पठाएको छु, ट्रेनिङमा छ टाइपको दिने, अनि भोलि गएर छोरा चाहिँ रियाबमा राख्नु परेको, त्यस्तोहरू स्थितिहरू हुन्छ क्या। अब त्यो थुप्रै बाआमाहरू पीडित हुनुहुन्छ यो कुराहरूबाट। भविष्य देखेको छोरा होइन, कत्रो सपना देखेको छोरा, छोरी पनि होइन, छोरा मात्रै होइन छोरी पनि भोलि गएर गलत सङ्गतमा परेर अनि त्यसरी लाग्दाखेरि सबै संसारै सिद्धिएको फिल हुन्छ कि पक्कै पनि त्यो बाआमालाई होइन। अनि सन्तानप्रतिको त मान्छेले सपनाहरू बुनेको हुन्छ, केही नभए पनि मेरो छोरा स्वस्थ व्यक्ति मात्रै भइदियो हुन्थ्यो, स्वस्थ मात्रै रोइदियो हुन्थ्यो भन्ने एउटा आमा बालाई लाग्छ कि। भोलि उसले पैसा कमाओस् नकमाओस्, उसले के प्रगति गरोस् नगरोस् होइन, बाआमाको चाहिँ म आफै पनि आमा भएको कारणले बाआमाको मनमा चाहिँ मेरो सन्तान स्वस्थ मात्रै भइदियो हुन्छ भन्ने पनि हुन्छ नि त। त्यहाँनिर चाहिँ त्यो छोराले त्यसरी, छोरीले त्यसरी आफूलाई चाहिँ दुर्व्यसनीमा गाँच्दै गर्दा, फस्दै गर्दा अब त्यो बाआमाको पीडा होइन,
अब भएन भनेर सुध्रिन्छ कि भनेर बिहा गरिदिन्छ होइन। बिहा गरेपछि त्यो बिहा गरेर आउने केटीको जिन्दगी बर्बाद, बच्चा हुन्छ बच्चाको भविष्य बर्बाद, कति कुरा छ कि त्यसले बर्बाद गर्ने कुराहरू त कि त्यो ड्रग्सले, कुलतले भनौँ, जुनसुकै कुराको कुलतले चाहिँ यति धेरै बर्बाद पार्छ कि यति धेरैजनालाई। त्यो एकजना मान्छे मात्रै होइन, शारीरिक रूपले एकजना मान्छे जाला, एकजना मान्छेलाई मात्रै होइन, त्यसले परिवार अनि अर्को एकजना केटी, त्यो केटीसँग जोडिने परिवार, त्यो सबैको सपनाहरूलाई चाहिँ लगिरहेको हुन्छ क्या त्यो एउटा ह्याबिटले। त्यस कारणले चाहिँ सकेसम्म त्यो ह्याबिटमा नपर्नुहोस्, परिराख्नु भएको छ, परिसक्नु भएको छ भने उत्रिनुहोस्, आउनु सक्नुहुन्छ भनेर चाहिँ एउटा सन्देश। पछिल्लो समय गीत सङ्गीत पनि अब भ्युजका लागि होइन एकदम भड्किलोतर्फ कसरी बिग्छ भन्नेतर्फ लागिरहँदाखेरि दिदीले चाहिँ एउटा सन्देशमूलक गीत जुन होइन यो विषयलाई उठान गर्छु भन्ने सोच चाहिँ किन आयो? जस्तो अब आफ्नै आफन्तमा नै त्यस्तो केही परेर हो अथवा भोगेर हो, किन दिदी? मेरो आफ्नो एकदमै नजिकको घर परिवारहरूबाट चाहिँ त्यो छैन, कसैमा पनि छैन, लक्किली भनौँ, त्यो कसैमा पनि छैन। किनभने सबै शिक्षित हुनुहुन्छ। मेरो आफ्नो दाजुभाइहरू दिदीबहिनीहरू चाहिँ सबै जिम्मेवार हुनुहुन्छ। एक हिसाबले मलाई पनि सम्झाउने एजमा हुनुहुन्छ, फेजमा हुनुहुन्छ। त्यसो परेर त तर वरिपरि देखिएको छ नि त, कतिपयचोटि त अब नजिकै चिनजानको मान्छेहरूको चाहिँ देखिएको छ र उहाँहरूको पीडा। र अहिले त अब कतिपय कुराहरू मिडियामा पनि सुनिन्छ होइन, यस्तो थियो भनेर धेरैले भनिरहेको कुराहरू, त्यो कुराहरू चाहिँ जस पीडित साथीहरू चाहिँ देखाएको छु, उहाँहरूबाट सुनेको छु, पीडाहरू चाहिँ सुनेको छु। जस्तै यस्तो कथाहरू उठान गर्नका लागि फिल्म सिरियलहरू मात्रै मान्छेले सोच्छ क्या होइन, जस गीतबाट पनि यस्ता सन्देशमूलक जानकारीहरू त हामीले समाजमा पुर्याउन सक्ने रहेछौँ नि होइन? सकिन्छ एकदमै। यस्तो हो, मान्छेले अब चर्चाकै लागि खोजौँ भने त होइन, अब मेरो रूप, मेरो रङ्ग, मेरो जमानी, यताउता बिहा गरेर लान्छु, बिहा गरेर आउँछु, त्यो टाइपको शब्दहरू कति आउँछ शब्द लेख्ने मान्छेहरूलाई, हामी शब्द लेख्ने मान्छेहरूलाई होइन, नगरे पनि होइन, योभन्दा अगाडि गरिरहेकै हो। त्यस्तो भड्किलो पनि आउँछ, मिठा पनि आउँछ, रुन्चे पनि आउँछ, रुवाउने पनि आउँछ, नआउने होइन। तर यो विषयमा चाहिँ मलाई यही विषयमा आधारित भएर लेख्नुपर्छ। जस्तै अब आफ्नै माया छैन तिमीलाई, मेरो माया किन लाउँथ्यो, तिमीले जस्तै मैले गरे पीडा के हो थाहा पाउँथ्यो भनेर जसले चाहिँ भोगिरहेछ, आफ्नो नजिकको मान्छे चाहिँ कुलतमा फस्दै गर्दा, बारम्बार उसलाई उतार्ने कोसिस गर्दा नसकिराख्दाखेरि जसले भोगिरहेछ त्यो पीडा, त्यहाँनिर चाहिँ त्यो पीडा चाहिँ उजागरण गरेको यो गीतले। यो विषयमै लेख्नुपर्छ भन्ने चाहिँ मलाई के लाग्छ, जसलाई पराएछ उहाँहरूलाई त बित्छ नि त यसले, उहाँहरूलाई त जसले चाहिँ परिरहेछ, जसले भोगिरहेछ उहाँहरूलाई त यो पक्कै पनि यो कुराले छुन्छ नि त। भलै कोही मलाई पराएछ, मेरो मान्छे यस्तो थियो भनेर नआउला, त्यो हिम्मत नगर्ला कतिले होइन, कतिले गर्ला पनि, उहाँहरूलाई चाहिँ उहाँहरूकै पीडा बोल्नको लागि गरिएको यो चाहिँ। जस गीतलाई खर्च पनि धेरै नै गर्नुभएको छ क्या? अहिलेसम्मकै ठुलो खर्च, अहिलेसम्मकै ठुलो खर्च। र यसमा मलाई मन दुखाइ पनि छैन। भोलि मलाई पे ब्याक भएन भने पनि, युट्युबबाट यताउताबाट पे ब्याक भएन भने पनि मलाई दुःख मन छैन। किनकि मैले मेरो देशको, मेरो समाजको युवा पुस्ताको लागि एउटा सुसन्देशको लागि गाइएको गरेको एउटा सेवा जस्तो, समाज सेवा जस्तै हो मेरो तर्फबाट। त्यस कारण मलाई यो गीतले चाहिँ एकदमै लाखौँ लाख भ्युज गएर, करोडौँ भ्युज गएर पैसा आएन भने पनि मलाई दुःख मन छैन। किनकि मैले राम्रो कुराको लागि आवाज उठाएको छु भन्ने चाहिँ आफूलाई आत्मसन्तुष्टि चाहिँ छ। कतिपय कुराहरू जस आत्मसन्तुष्टि हुँदा पनि होइन आनन्द मिल्छ। हजुर एकदमै। अहिलेसम्मकै धेरै भन्नुभयो, कति लाग्यो लगभग खर्च चाहिँ? खर्च त लाग्यो नि मजाले। अब पहिलो कुरा त एलओडीमा सुट गर्नै गाह्रो थियो, अनि त्यहाँनिरको खर्च, अनि त्यस पछाडि मैले चाहिँ टोटल कोरस भाइ बहिनीहरूलाई पनि रेगुलर भन्दा बढी नै पे गरेर ल्याएको छु। अनि ड्रेसहरू म आफैले बनाएको छु उहाँहरूको पनि। र जस खर्च ठुलै छ, जस अलिअलि खर्च कम हुने बाटो चाहिँ कस्तो भयो भने, म आफैले लेखेँ, आफैले डाइरेक्सन गरेँ, अनि लय पनि आफै बनाएँ। अनि त्यस कारणले अलिकति अनि मोडलिङ पनि आफै गरेँ। एक्स्ट्रा मोडलको लागि अर्को 60-70 हजार पे गर्नु परेन। अलिअलि चाहिँ त्यसरी चाहिँ कभर चाहिँ भयो। जस अलिक कम जस्तो, राहत जस्तो चाहिँ आफैले गरेँ। तर लाग्ने खर्च त मेन खर्च भनेको चाहिँ एलओडीमा सुट गर्नु खर्च थियो। त्यही त, अब एलओडी एकदमै महँगो ठाउँ, त्यही मैले 3टा क्यामेरा राखेको थिएँ। हजुर।
अनि जस खर्च जस एलओडीलाई अब हुन्छ नि त दि जतिको मान्छेले सुट गर्ने भनेपछि त्यसलाई अलिकति हेर्ने त भएन होला के छ कि अथवा मिल्यो त्यो यस्तो भयो त्यहाँनिर चाहिँ म जतिको होइन कि म भन्दा बाहरूले पनि त्यहाँ नपाइरहेको रहेछ अहिलेसम्म गर्नु भएको रहेछ मैले नि उहाँहरूलाई कन्भिन्स कसरी गराएँ भने यो युवा पुस्ताले चासो राख्ने क्लब हो होइन अहिले पछिल्लो समय जति पनि त्यहाँ जाने भनेको त युवाहरू नै हो नि त अनि उहाँहरूकै कारणले हो नि त अब उहाँहरूको उपस्थितिले उहाँहरूकै कारणले त हो नि एलओडीलाई वर्ल्डमा टपमा पुर्याएको पनि अनि त्यस कारण उहाँहरूकै लागि जनचेतनामूलक गीत भएको कारणले उहाँहरूको नजर जाओस् भनेर नै म यो क्लबमा सुट गर्न चाहन्छु भनेको थिएँ त्यसपछि उहाँहरूले चाहिँ तपाईँहरूको प्रपोजल राम्रो रहेछ तपाईँहरूले गर्न लाग्नु भएको चाहिँ राम्रो रहेछ त्यस कारणले हो कि नत्र हामीले सुटको लागि दिएको छैन भन्नुभएको थियो कति दिन लागेको थियो सुटको लागि सुट त एक दिनमै सकेको एकदम चाँडै सक्यो किनभने हामी पहिल्यै प्र्याक्टिस गरिरहेको थियौँ प्र्याक्टिसमा पहिल्यै 4 दिन 5 दिन लाएर प्र्याक्टिस गरिसकेका थियौँ हाम्रो कोरियोग्राफर बबिता पोखरेल बहिनीले चाहिँ पहिलेदेखि पुरै सेट गरेर राखिसक्नु भएको थियो तयारी एकदम राम्रो थियो हाम्रो बलियो थियो जस प्रकाश दाइलाई पनि फिचर गर्नुभएको छ होइन जस यहाँहरूको जोडी एकदमै रुचाइएको जोडी पनि हो नि त होइन उहाँलाई चाहिँ जस्तो अब धेरै ठुलो रोल त छैन नि त सानो होइन तर मुख्य होइन सानो रोल मुख्य पछिल्लो समय एकदमै व्यस्तता एकदमै बढिरहेछ नि त प्रकाश दाइको होइन अनि सानोतिनो रोललाई चाहिँ अब हामीले सुनेको बाहिरबाट होइन खासै चासो दिनुहुन्न भन्ने कुरा आइरहँदाखेरि यहाँले रिक्वेस्ट गर्दाखेरि चाहिँ सहजै यस्तो काम के हो भन्ने कुरामा भर पर्छ कस्तो थियो भने बसन्त मुभी भइरहेको थियो त्यति बेला मैले चाहिँ खास वैशाख 1 गते रिलिज गर्छु न्यु इयरमा भनेर सुरु गरेको अनि भाइको ठ्याक्कै बसन्तको चाहिँ उस भइरहेको थियो सो भइरहेको थियो अनि त्यस पछाडि डिले भाइलाई नै कुरेर डिले गरेर चाहिँ 1 महिना डिले हुन पुगेको अनि मैले चाहिँ पहिलेबाट उहाँलाई रिक्वेस्ट गरिराखेको थिएँ पहिलेबाट भाइ यस्तो यस्तो छ है मलाई चाहिन्छ एकदम 2 घन्टाको मात्रै भए पनि टाइम चाहिन्छ भनेर 2 घन्टामा मात्रै लिएको उहाँको चाहिँ अनि त्यस जति सक्दो कथामा पनि आफै डाइरेक्टर भएको कारणले सक्दो कथामा पनि उहाँको छोटो समयमा सक्दिने भन्ने विचारमा गएको के लेख्दाखेरि यति लामो लेखेपछि फेरि मिलाउँदै काट्दै यति मात्रै भए पनि उहाँको लिने भनेर छोटो टाइम गराएको अनि मान्नुभयो मैले उहाँलाई प्रपोज राख्दाखेरि नै यस्तो छ है भाइ कारण अब हामीले मिलेर थुप्रै युवाहरूलाई नचाह्यौँ उफार्यौँ होइन अनि पुरै हो भाइ हो पनि गरायौँ बाटो छाले गर पनि गरायौँ सबै कुराहरू गरायौँ अनि एउटा सन्देश हाम्रो तर्फबाट त्यही युवाहरू जसले हाम्रो गीतलाई मन पराइदिनु भएको थियो माया गरिदिनु भएको थियो हिट गराइदिनु भएको थियो उहाँहरूकै लागि एउटा सन्देश पनि बन्छ है गर्नुपर्छ है भनेर अनि हुन्छ दिदी एकदमै खुसी लाग्यो राम्रो कामको लागि सम्झिनु भयो भनेर खुसी हुनुभएको थियो उहाँ पनि जस उहाँले पनि राम्रो उस गरिदिनु भएको थियो साथ दिनुभएको जस यहाँहरूसँगको पहिल्यैदेखिको सम्बन्धका कारण मात्रै होइन कि त्यसको थीम नै मन परेका कारणले पनि एकचोटिमै ओके भन्नुभयो हजुर अझै विशेष तरिकाले होइन अरू ठिकै नर्मल कुराहरूको लागि अर्थात् अरू भए पनि हुने जस्तो अर्थात् म एकदम बिजी छु के अरे दिदी के गर्ने होला भन्नुपर्ने जस्तो गीतहरू भएको भए म उहाँलाई पनि अप्रोच पनि गर्दिनँ थिएँ किनकि व्यस्तता म बुझ्छु उहाँको मैले चिनाएको छु के अरे हामीसँग नजिक छौँ के अरे भन्दैमा मैले जे पाएँ त्यही कामहरूमा उहाँहरूलाई कर लगाइराख्नु पनि हुँदैन भन्ने म बुझ्छु फेरि यो कुराहरू होइन भने त मलाई त हरेक गीतमा राख्न मन लाग्छ नि त हामी सँगै काम गरिरहेको मान्छे ब्याटल 3 कै लागि म घरिघरि गरिराख्थेँ होला होइन उहाँको व्यस्तता बुझेर अब जहिले उहाँको व्यस्तता फ्री हुन्छ त्यति बेला गरौँला त्यति बेला चाहिँ होला नि त भनेर त्यो विषयमा पनि मैले कुरा झिक्दिनँ खासै झकझकाउँदिनँ धेरैचोटि किनकि मलाई त्यो एक फ्लोमा काम गरिरहेको मान्छेलाई चाहिँ के भन्छ त्यसलाई डिस्टर्ब गर्न चाहिँ त्यति मन लाग्दैन अनि यो काममा चाहिँ मलाई थाहा थियो पहिल्यै स्योर थियो किनकि यो हाम्रो थिम नै हाम्रो यो उद्देश्य नै राम्रो भएको कारणले समाजसेवाको उद्देश्य भएको कारणले पनि उहाँले चाहिँ नाइ भन्नुहुन्न भन्ने चाहिँ थाहा थियो यो पछिल्लो समय नि यो सामाजिक विषयवस्तु उठान गरियो भने चाहिँ कुनै एनजिओले खर्च गरिदिएको हो कि होइन त्यस्ता खालका कुराहरू उठ्ने रहेछन् क्या के हो देखास यहाँ आफैलाई त्यो लागेर हो नि गरेर यो विषयमा बोल्छ जुस भनेको यस्ता कुराहरूमा काम गर्छ नि त अनि खर्च उसले गरिदिएको हो कि टाइपका मैले धेरै ठाउँमा बुझेँ मैले चाहिँ के बुझेँ भने धेरै ठाउँमा ल यो विषयमा हामी अझै योभन्दा युज गर्न सकिन्थ्यो कि अझै एकदमै राम्रो गर्न सकिन्थ्यो ठुलै गर्न सकिन्थ्यो ल यो विषयमा म गर्न चाहन्छु
मैले साथ सपोर्ट केहीबाट सरकारी निकायबाट हुन्छ कि गैर सरकारीबाट हुन्छ कहीँ कतैबाट केही साथ पाउँछु कि पाउँदिनँ भन्ने मैले धेरै ठाउँमा बुझेँ। बुझ्दाखेरि चाहिँ उहाँहरूले मलाई केही चाहिएको थिएन, मलाई पैसा पनि चाहिएको थिएन, मात्रै मलाई के थियो भने यो काम गर्दैछौँ है हामी मिलेर भन्ने एउटा सूचना चाहिएको थियो। र अर्को कुरा त्यहाँनिर भित्रबाट के कसो हुन्छ भन्ने कुराहरू भित्र हुने कुराहरू त मलाई त ज्ञान हुनु पर्यो नि त। म आफै पढाएको छैन, आफै पढेपछि पो मलाई थाहा हुन्छ। त्यहाँ भित्रबाट मलाई साथ दिने मान्छेहरू चाहियो। इभन मलाई सुटिङ गर्दाखेरि एउटा सुधार गृह चाहियो होइन, त्यो पनि मैले म्यापमा खोजेँ। नियर मी भनेर घरनिर बसेर सर्च गर्दाखेरि घर नजिकको पासीकोटमा चाहिँ अनि हाम्रो यो मार्गदर्शक सुधार केन्द्र रहेछ। अनि नाम पनि एकदमै राम्रो मार्गदर्शक लेखेको होइन, अरू पनि एक दुईवटा आएको थियो तर मार्गदर्शक नाम मन पर्यो मलाई। त्यसपछि अनलाइनबाट क्लिक गरेर उहाँहरूलाई त्यो त्यहाँको हाम्रो सुमन सरलाई चाहिँ मैले फोन गरेर, उहाँले चलाउनु भएको रहेछ, उहाँलाई फोन गरेर तपाईँकोमा हामी सुटिङ गर्न चाहन्छौँ यस्तो यस्तो छ भनिसकेपछि अनि एकचोटि म भिजिट गर्न आउँछु भने हुन्छ भन्नुभयो। गएँ, अघिल्लो दिन भिजिट गरेँ, दोस्रो दिन गएर बल्ल सुट गरेको। भनेपछि मैले धेरै ठाउँमा आएर बुझ्दाखेरि उहाँहरूले चाहिँ के धेरै ठाउँबाट के जवाफ आयो भने योमा खासै रिजल्ट आउँदैन राम्रो, त्यस कारण सरकारले पनि खासै ध्यान दिँदैन। अब एक दिन निर्मूल डे भनेर मनाइदिन्छ, भेला गरेर भाषण सासन छोड्छ, त्यसपछि खासै केही छैन, कार्यक्रमहरू पनि खासै त्यस्तो छैन। हामी आफैले जसले यो सुधार केन्द्र चलाइराखेका छौँ, हामी आफ्नै तरिकाले हाम्रै सङ्घ संस्थाहरूले चाहिँ भोलिन्टियरको रूपमा चाहिँ काम गर्ने हो। स्कुलहरूमा यताउता गएर जाने, अलिकति बिओ के भन्छ ऊहरू चाहिँ चलाउने हो, कार्यक्रमहरू चलाउने हो, नत्र भने खासै छैन भन्नुभयो। त्यस्तो थाहा पाएँ। भनेपछि नितान्त व्यक्तिगत खर्चमै मलाई सहयोग भनेको गीतमा प्रकाश भाइले र के भन्छ मार्गदर्शक सुधार केन्द्रले सहयोग गरेको हो। अर्को कुरा हाम्रो यो प्रपोजल राम्रो हो भन्ने थाहा पाएर एलओडीले पनि केही हदसम्म सहजता चाहिँ गरिदिनु भएको। पहिलो कुरा चाहिँ केही पेमेन्ट लिएर भए पनि सुटिङ चाहिँ गर्न दिनु भएको, त्यही हो सहयोग भनेको। जस राम्रो कुरालाई कोही न कोहीले त साथ दिन्छ। तर अहिले चाहिँ धेरै सहयोग पाइरहेको छु भन्छु म, किनभने सबैले सेयर गरिदिनु भएको छ, समाचार बनाइदिनु भएको छ, भनिराख्नु परेको छैन, ल यस्तो गरिदिनुहोस् भनिराख्नु परेको छैन। धेरै कलाकार दाजुहरूले पनि भिडियो आफैले भिडियो पनि बनाएर यो विषयमा बोलिदिनु भएको छ होइन। अनि यो कुरा चाहिँ म सहयोग भन्छु, ठुलो सहयोग हो यो चाहिँ मेरो लागि। यो पनि जस होइन सहयोग नै हो नि। थोरै गुनगुनाइदिनुहुन्छ? हजुर, यहाँ त मिल्दैन होला, मान्छेहरू आउँदैन चिच्याउनु पर्ने छ है। यो चाहिँ कस्तो हुन्छ है, साउन्ड धान्छ धान्दैन हेर्नु। एकछिन है। आफ्नै माया छैन तिमीलाई, मेरो माया किन लाउँथ्यो, तिमीले जस्तै मैले गरे पीडा के हो थाहा पाउँथ्यो, तिम्रो जाली माया चाहिँदैन, तिम्रो छुट्टो माया चाहिँदैन। यो पाराको छ। अब योभन्दा पछाडिको लाइन चिच्याउनु पर्यो भने सबै आउनु। जस गाउन नि निकै मेहनत धेरै। यो गीतको सुटिङको लागि पनि भनेर डाइटिङमा थियो म त्यति बेला। अनि एक दुई दिनमा सुटिङ थियो, अनि डाइटिङ पनि बस्नुपर्ने, अनि ठ्याक्कै रेकर्डको पनि टाइम त्यति बेला पऱ्यो। भाइको म त रिङडा लगाएर पुरै बाहिर आएर त हुन्छ नि बोमिटै गर्ने टाइपले चाहिँ गरेको छु कि, किनभने अब फोर्सफुल दिएन भने आफूले बनाएको गीत मिट हुँदैन होइन। अनि फेरि त्यो फिलिङ्स जुन छ त्यो फिलिङ्स पनि आउनु पर्यो। यसै त म चिच्याएरै गाउने मान्छे, त्यही माथि यही पाराले गाउँछु भनिसके पछाडि त अनि दुःख चाहिँ धेरै दुःख भएको थियो। पहिलो गएर प्र्याक्टिस गर्न ठाउँ पाएको थिइनँ मैले। कहाँ गएर प्र्याक्टिस गर्नुभयो? घरमै। धन्दा मेरो घर चाहिँ एक्लो छ, त्यहाँ वरिपरि ठ्याक्कै नजिक जोडिएको रहेछ होइन। त्यस्तो यो गीत गर्दै गर्दा हुन्छ नि, गर्दै गर्छु भन्दा भिनाजुको साथ सपोर्ट चाहिँ उहाँलाई सुनेकै थिएन। उहाँले त सिधै युट्युबमा हेर्नु भएको हजुरहरूले जस्तै। यस्तो उहाँ एक कुरा त उहाँ पनि बिजी हुनुहुन्छ, अर्को कुरो उहाँसँग रिलेटेड कुरै होइन यिनीहरू होइन, मेरो कामको कुराहरू एकचोटि युट्युब हेर्नु भयो उहाँले। भनेपछि कुनै पनि तपाईँको काम गर्दाखेरि पहिले भिनाजुसँग जस हुन्छ नि यस्तो गर्दैछु भन्ने जानकारी चाहिँ दिनुहुन्न पहिला? कुनै कहिले काहीँ अहिले धेरै फुर्सद भयो भने चाहिँ यो काम हुँदैछ भनेर सल्लाह हुन्छ। अब बिजी म आउने बिजी अनि बिजी भएको टाइममा चाहिँ खासै धेरै सल्लाह हुँदैन। आइसकेपछि चाहिँ के भन्नुभयो, उहाँको प्रतिक्रिया चाहिँ कस्तो थियो? फर्स्टमा म केही भनेको थिइनँ, अझै रिलिज भएको थिएन, मैले रिलिज भयो भनेर भनेको थिइनँ। अनि उहाँले चाहिँ सेयर गर्नुभएको रहेछ लेखेर,
अनि राम्रो काम गरेकोमा बधाई छ धन्यवाद छ भनेर सेयर गर्नुभएको छ। जस्तो आफ्नै मान्छेले हुन्छ नि त्यसरी एक खालको हुन्छ नि हौसला दिँदाखेरि चाहिँ कस्तो लाग्ने रहेछ हुन्छ नि। अब एक्कासी अब कतिपयले चाहिँ पहिल्यैदेखि नै म यस्तो गर्दैछु टाइपको सल्लाह गर्छु, यहाँ चाहिँ त्यो सरप्राइज पारामै जाँदाखेरि सरप्राइज नै उहाँको लागि, उहाँलाई थाहा थिएन त्यति धेरै यो विषयमा चाहिँ के गर्दैछ भन्ने थाहा थियो तर के गर्दैछ भन्ने थाहा थिएन। अब पछिल्लो समय त गीत सङ्गीतमै व्यस्त हुनुहुन्छ भर्खरै होइन, जस एकदमै मेहनत गरेर लिएर आयो भन्नुभयो, प्रतिक्रिया पनि मेहनत अनुसार राम्रो आइराखेको छ होइन। अरू तयारीहरू चाहिँ के हुँदैछ दिदी? व्यस्तता यो गीत सङ्गीत बाहेक अरूमा पनि कसैमा व्यस्त हुनुहुन्छ यहाँ? छैन, नितान्त कि स्टेज कार्यक्रम कि गीत सङ्गीत नै हो। यसमा चाहिँ अब केही अरू साथीहरूको सृजनामा पनि काम गरिरहेको हुन्छु, म चाहिँ स्टुडियोमा पनि अलिअलि बिजी हुन्छु मेरो टाइपको गीतहरू आयो भने। र अब चाहिँ 30 लाग्यो, लगभग 30 लाग्यो त नभने 30 को लागि काम गर्ने कामहरूको दिन लाग्यो। अब चाहिँ भर्खर पनि लाग्यो, बाहिर स्टेज प्रोग्राम अलिक कम हुन्छ, स्टेज प्रोग्राम फाटाफुटा भइरहेछ। अनि अब यो गीत लगत्तै फेरि म 30 को तयारीतिर लाग्दैछु। अब भनेपछि जस 30 मा हामीले प्रीति हालेको जस धमाका सुन्न पाइन्छ यो पालि 30 मा पनि केही न केही मेसेजै आउँछ, मेसेजेबल गीत आउँछ। एकल आउँछ अथवा एकलै हुन्छ प्राय मेरो। योभन्दा अगाडि पनि मैले बडी सेमिङको लागि चाहिँ एकदमै चर्चा पाएको, बडी सेमिङ नगरौँ भनेर चाहिँ ल्याएको थिएँ। त्यो कुराहरू चाहिँ हाम्रो नेपालको सन्दर्भमा अलिकति नौलो हुनसक्छ, हाम्रोमा त अझै पनि हामीमा पनि हटाएको छैन कि त्यो कुराहरू। कतिपय कुराहरू हामी बोल्दा बोल्दै पनि अब फुत्किन्छ क्या, त्यो मैबाट पनि अझै त्यो निर्भर हुन सकेको छैन। किनभने त्यो कुरा त हामीलाई पहिलेदेखि बसाएको छ कि जडदेखि बसाएको छ। यति त्यो बडी सेमिङको कुरालाई त हटाउन यति गाह्रो छ कि यति उस छ कि सार्वजनिक टेलिभिजनहरूमै सरकारी टेलिभिजनहरूबाटै पनि प्रसारण हुने विभिन्न कार्यक्रमहरूमा कति छ कि रोक लगाउनु पर्ने त्यो विषयमा। अहिले पनि त्यो कुराहरू हटाउन एकदमै गाह्रो छ। तर अलिकति छुट्छ, केही चाहिँ मैले कोसिस चाहिँ गरेको थिएँ पोहोर साल गीत निकालेर। कतिलाई त के भने होला, यो कालो मान्छे र कालो भन्दा के हुन्छ त, मोटो मान्छे मोटो भन्दा के हुन्छ त टाइपको। तर जो उसैले चाहिँ किनकि सबै व्यक्ति समेट्नु भएको थियो नि त, त्यो भएर सबैले रुचाइ अनि भन्दा के हुन्छ त भन्ने टाइपको आइरहेको थियो। अब मैले चाहिँ अझै त्योमा पनि तेस्रो लिङ्गी साथीहरूलाई समेटेर अब उहाँहरूलाई अपहेलना नगरौँ, उहाँहरू पनि मान्छे हो, हामी बराबरै सबै कुराहरू उहाँहरू डिजर्भ गर्नुहुन्छ भनेर मेसेज दिनको लागि निकिसा बहिनीलाई राखेर खेलाएको थिएँ। त्यसमा अब त्यही नगरौँ भनेर समाचारको लागि, सूचनाको लागि, सन्देशको लागि गीत बनाएको छ, त्यसकै तल कमेन्टहरू त्यही आइरहेको हुन्छ क्या। कस्तो देखेको, भैँसी जस्तो देखेको, कस्तो देखेको, भूत जस्तो कालो देखेको टाइपको हुन्छ नि। त्यही जे नगर्नुहोस् भनेर मेसेज गरिरहेको छ। त्यस्तो छ हाम्रो समाज। कति वर्ष लाग्छ कि चेन्ज हुँदा यो त हाम्रो समाजमा त, हाम्रो नेपालमा त। अहिले 30 को लागि पनि जस त्यस्तै जनचेतनामूलक नै खालको थीम बनाउँदै हुनुहुन्छ अथवा मेसेज आउँछ त्यसलाई हामीले प्रतीक्षा गर्नुपर्छ होइन। अहिले भो चाहिँदैन जाली मायालाई नै बढी फोकस दियो होला होइन। यहाँको आफ्नै युट्युब च्यानलबाट आएको छ होइन, थाहा नहुनेलाई धेरैले त हेरिसक्नु भएको छ। अहिले ट्रेनिङ नम्बर 22 मा छ अहिले हामी कुरा गर्दै गर्दाखेरि चाहिँ। अब हेरौँ यहाँहरूको माया आशा गरेको छु, आशीर्वाद यहाँहरूको धेरैले चाहिँ साबासी दिनुभएको छ, माया गरिदिनु भएको छ, हेरिदिनु भएको छ। हेरिसके पछाडि जतिले हेर्नु भएको छ हेरिसके पछाडि राम्रो मेसेज रहेछ भन्नुभएको छ। अब कतिपय अब के भन्छ, अब त्यो नलेजै छैन बिचरा त्यो विषयमा भने त उहाँहरूले नजानेर फाटाफुट जे मेसेज गर्दै पनि भयो, जे कमेन्ट गर्दै पनि भयो। तर 99.9%ले चाहिँ राम्रो भनिदिनु भएको छ, राम्रो मानिदिनु भएको छ। कतिले यो विषयमा हामीले पनि बोल्नुपर्छ, हाम्रो पनि कर्तव्य हो भनेर कलाकारहरूले पनि, मिडियाकर्मीहरूले पनि हामीले पनि बोल्नुपर्छ भनेर। जस्तै हाम्रो नमस्ते टिभीबाट हाम्रो अनिल भाइले अनि लालीगुराँसले होइन विभिन्न टिभीहरूले चाहिँ बोलिदिनु भएको छ। उहाँहरूले पनि हामीले पनि बोल्नुपर्छ यो विषयमा भनेर बोलिदिनु भएको छ, माया गरिदिनु भएको छ। यो चाहिँ मेरो आफ्नो चर्चाको लागि भन्दा पनि सन्देशको लागि अघि नै भनिसक्नु भयो होइन। जस गीतै चलेन, भ्युज नै आएन भने पनि म आफूलाई चाहिँ यसमा आत्मसन्तुष्टि छ भनेर होइन। पछिल्लो समय अलि मिडियामा अलिक कमै आउने हो हजुर? अलि बिजी धेरै भएर होला। म चाहिँ स्टेज कार्यक्रमहरू अलि बढी हुँदाखेरि चाहिँ व्यस्त। अब यही त हो नि, अब केही कसैले नयाँ आएको बेलामा चाहिँ यस्तो लाग्छ है भन्न मन लाग्छ, हजुरहरूलाई पनि खोज्न मन लाग्छ। होइन मैले त करिब हजुरलाई जस 5-6 महिनादेखि होला फोन गरेको होइन, तर फोन हजुरको उठ्दै नउठेको होइन। मेरो कुरा के थियो भने केही लिएर आउँछु त्यस पछाडि प्रस्तुत हुन्छु भन्ने नै हो।
प्रायः सबै कलाकारहरू त्यही गर्छ नत्र अनावश्यक मैले खाना खाएँ यो खान्छु त्यो लाउँछु भन्न त के आउनु त मिडियामा अब पछिल्लो समय एकदम अब यो पोडकास्टको एकदमै चलिरहेको छ नि त अहिले होइन अनि दिदीलाई जस मैले फलो गरेको चाहिँ 5-6 महिना भयो म आफै पनि पर्सनल होइन एकदम रोचक जस दिदीसँगको एकदमै हजुरको एकदमै फ्यान होइन जस गोर्खा हुँदादेखि नै अनि दिदीलाई म एउटा भिडियो देखाउँछु त्यो भिडियोबाट कुराकानी गर्छु दिदीको गीतको भर्खरै आएको गीतको हामीले लगभग चर्चा गरिसक्यौँ होइन दिदीलाई कतिको याद आउँछ कि आउँदैन त्यो भिडियो हेरेपछि अब त्यो आउने कुरा पनि भएन धेरै त्यस्ता कार्यक्रमहरूमा गइराख्नु भएको हुन्छ होइन म एउटालाई पो होइन सम्झन सजिलो भएर तीजको कार्यक्रम हो यो गुड ल मैले सम्झेँ अहिले सम्झेँ तीजको कार्यक्रम हो त्यहाँनिर चाहिँ प्रतियोगिता भइरहेको थियो तीजको अनि जज गरिदिनु पर्यो भनेर चाहिँ दाइहरूले बोलाउनु भएको थियो एडिटर प्रस्तुतिसँगै जज पनि गराएको थिएँ मैले म सम्झेँ अहिले हेरेपछि सम्झेँ गोर्खाको यो लगभग 8 वर्ष अगाडिको भिडियो हो त्यति बेला त्यति बेला जस होस्ट त्यो प्रोग्रामको होस्टमा म थिएँ र त्यति बेला त्यो प्रोग्राम रेडियो गोर्खाले आयोजना गरेको तीजको कार्यक्रम थियो होइन अनि त्यो बेला स्टेसन म्यानेजर किशोरजङ थापा अङ्कल भन्छु म उहाँलाई होइन मैले नै होइन यति धेरै के प्रीति आलेलाई ल्याउनु पर्छ अङ्कल जसरी पनि प्रीति आलेलाई ल्याउनु पर्छ है भनेर नि बोलाउन लगाएको थिएँ कि मैले त्यति बेला अनि ठ्याक्क त्यही नम्बर मसँग थियो क्या त्यति बेलादेखि नै होइन अनि कल गरेको चेन्ज भएर रहेनछ जस त्यति बेलादेखि त अब माइती नै ठाउँ भन्दा नि भयो त म तनहुँको सबै कुराहरू संस्कृतिको हिसाबले सबै कुराहरू मिल्छ त्यही भएर पनि मलाई आफ्नो लाग्छ एकदमै धेरै नजिक लाग्छ तनहुँ गए जस्तै फिल हुन्छ अनि गइरहेको हुन्छु धेरै बोलाउनु हुन्छ गोर्खा गइरहेको हुन्छु त्यति बेला चाहिँ जस हुन्छ नि ओहो त्यो आफू रेडियोमा काम गर्ने जस्तो काठमाडौँमा भयो भने चाहिँ धेरै कलाकारहरू यतै हुनुहुन्छ नि त अब गोर्खामा त त्यही प्रोग्रामको बेला पारेर जाने हो नि त अनि दिसँग अब त्यति बेला होइन एक टुक्का त्यो होस्टमा गरेको मौका पारेर दोहोरी गाउँछु भनेर गएको थिएँ होइन अनि अहिले चाहिँ त्यो बेला मैले नम्बर सेभ गरेर राखेको अनि अब जस कलाकारको नम्बर सेभ गरेर राख्यो भनेपछि त हुन्छ नि साथीभाइलाई के फोन गर्दा मसँग त प्रीति हालेको नम्बर भनेर गर्थ्यो होइन अनि अब साथीहरूले नपत्याउने नि त अनि ल त्यसो भए फोन गर्दा उठ्छ तेरो फोन जस भन्ने आफूले यस्तो भइरहेछ म गोर्खाको बहिनी हो हामी भेट भएको यस्तो भइरहेछ फोन उठाइदिन्छु भन्नुपर्छ नि त फोन नउठ्ने मैले टिभी भनेर सेभ गरेर राखेको थिएँ अनि भनिसके पछाडि पक्कै इन्टरभ्यूको लागि हो भनेर नउठाएको चाहिँ हुनसक्छ अनि त्यसपछि म गोर्खाबाट काठमाडौँ आएँ म पनि होइन आएपछि सूत्र टिभीमा हुँदाखेरि पनि मैले हजुरलाई कल गरेको थिएँ अनि त्यति बेला चाहिँ प्रोग्राममा छु बाहिर आएपछि गरौँला भन्नुभएको थियो त्यसपछि दिदीको फोन नउठे तर पनि म फोन हान्न चाहिँ हरेस खाएको थिइनँ कि अस्ति चाहिँ फ्याट्टै उठ्यो फेरि जस यो मेरो आफ्नो होइन किनकि म त्यति धेरै फ्यान क्या दिदीको अनि अहिले अब त्यति बेला त्यो सुनाउन मन लागेको दिदीको बाल्यकालतिर जाउँ होइन जस्तो यहाँको जस्तो धेरैले थाहा पाउन खोज्नुहुन्छ नि त होइन कलाकार भएपछि के थियो होला बाल्यकाल भन्ने खालको अझ भन्दा जन्मिदाको कहानी बुवा आमाले सुनाउनुहुन्छ नि त जन्मिदा त यस्तो थिइस् नि यसरी जन्मेको मैले यति दुःख पाएँ पेटमा हुँदा भन्ने खालको कथा हामीलाई कोही कहिले सुनाउनुहुन्छ नि यहाँलाई चाहिँ सुनाउनु भएको छ कि छैन त्यस्तो कथा त्यस्तो किन नसुनाउनु सबैलाई सुनाउँछ होला त्यो विषयमा त सबैलाई इभन मैले मेरो छोरीलाई सुने जस्तो यस्तो छ मेरो चाहिँ तर तपाईँले कोटाउनु भयो थाहा पाएर कोटाउनु भएको जस्तो लाग्यो मलाई मेरो चाहिँ एकदम रोचकै छ कस्तो भने मेरो आमाको म 12औं सन्तान है अनि धेरै दिदीहरू दाइहरू पछाडिको सन्तान इभन म जन्मेपछि मेरो आमाको मेन्सुरेसनै रोकिएको भनौँ न पछि त्यो एजमा मलाई पाउनु भएको अनि त्यो विषयमा पनि मेरो आमाले घाँस काट्दै गर्दाखेरि चाहिँ त्यो गीत जस्तै गीत छ नि एउटा आमाले घाँस काट्दै गर्दा भन्ने ठ्याक्कै घाँस काट्दाखेरि चाहिँ घाँसको मुठो बाँड्ने क्रममा बाँड्न पनि नसकिकन त्यही म जन्मेको आमाले लुङ्गीमा मलाई पोको पारेर अनि लुङ्गीमै पोको पारेर आउनु भएको घर अनि त्यस पछाडि अब त्यो एजको मान्छे थुप्रै बच्चाहरू जन्माउनु भएको अब त्यो कतिपय कुराहरूमा अब त्यो पोषक तत्त्वहरू पुगेन कि शारीरिक रूपमै पनि त त्यो एजमा त अब धेरै नै कमजोर भइसक्नु भएको थियो के हुनुभएको थियो अनि आमा फेन्ट भइसके पछाडि अनि आमालाई त्यहाँबाट पोखरा लानुभयो दौली पोखरा त नजिक पऱ्यो तनहुँ पोखरा त उपचार
उपचारको लागि प्रायः जहाँ लानु पर्यो भने ठुलो हस्पिटल भनेको सायद अहिले पनि पोखरै लानुपर्छ। त्यहाँ अलिकति ठुलो बिरामी भयो भने दमौली हेर्दा एकदम सुविधाजनक र राम्रो ठुलो बजार देखिन्छ। तनहुँको मुख्य हस्पिटल जानु पर्यो भने पोखरै लानुपर्ने हुन्छ। विडम्बना है, राष्ट्रपति अहिले तनहुँकै हुनुहुन्छ। यो कतै कतैबाट थाहा पाइदिए भए हुन्थ्यो। त्यो विडम्बना छ। अनि हामी त्यसपछि मेरो आमालाई पोखरा लैसके पछाडि 7 दिनसम्म आमालाई उता उपचार, म एक्लै, मलाई चाहिँ यता घरमा, म चाहिँ घरमै भनिसकेपछि अनि त्यो 7 दिनसम्म चाहिँ मेरो कान्छी आमा अनि अरू घर वरिपरिको हाम्रो एकजना गौलिनी माइजू हुनुहुन्छ अनि अरू नातेदारहरू जसको बच्चाहरू सानो छ उहाँ आउने दुध खुवाउने राख्ने गरेर चाहिँ 7 दिनपछि चाहिँ बल्ल आमा छोरीको भेट भएको रे। अनि मेरो बाजेले त्यति बेला यत्रो बच्चा जन्माउँदा किन भएको, यसलाई जन्माउँदा यस्तो हो नि, यो अलक्षिने रहेछ, मलको खातमा गाड्दै यसलाई भनेर करा गर्के। अनि म पछि 7-8 वर्षको त्यस्तो हुँदाखेरि त म नाच्दै हिँड्ने नि त, भित्र बाहिर नाच्दै हिँड्ने। अनि बाजे हाँस्दै मलाई अनि झन्डै मलखातमा गाड्दै थियो नि, यसरी नाच्दै हिँड्ने रहेछ भन्नुहुन्थ्यो क्या। यस्तो हुने रहेछ यो, झन्डै मलखातमा गाड्दै थिएन मैले, अन्त हाँस्नुहुन्थ्यो कि बाजे। पछि त्यो कुरा सुन्दा नि आफू बुझ्ने भएपछि, अब बच्चामा त बुझ्ने कुरो भएन होइन, मलखातमा गाड्दै हुने भनेको रे भन्दाखेरि चित्त दुखाइ भयो कि भएन, कस्तो फिल भयो? त्यति बेला स्वाभाविक हो भन्ने लाग्यो, किनकि अब त्यति बेला अब हुन पनि हो नि त, सर हेर्दा 11-12वटा बच्चाहरू जन्माउँदा के नहुने, अब यसरी अब मान्छेले कारण बुझेन, अब एज भइसकेको थियो आमाको एक त, अर्को कुरा अब त्यो शरीरले नै त्यो एजमासम्म त्यत्रो बच्चाहरू जन्माउँदै गर्दा के गर्दा ब्लिडिङ धेरै भयो, के भयो कसो भयो, त्यो कुराहरू बुझेन मान्छेले, साइन्स नबुझेर यो त अलक्षिन रहेछ भन्नेतिर पुग्यो नि त। अनि त्यो माहौलहरूलाई, त्यो सोचाइहरूलाई पनि म बुझ्छु राम्रोसँग, किनकि गाउँमै जन्मे हुर्केको भएको कारणले त्यो सोचाइहरूलाई पनि बुझ्छु। म केही हदसम्म रेस्पेक्ट गर्नुपर्छ उहाँहरूको पनि सोचलाई भन्छु। म 12 जनामा यहाँ सबभन्दा कान्छो। हजुर। कतिजना दिदी बहिनी? अझै 12 पनि नभनौँ, अर्को आमा सहितको हिसाब गरेर त बाउको तर्फबाट त मेरो 5 जना फेरि कान्छामातिर हुनुहुन्छ सबैजना। 12 हाम्रोतिर चाहिँ रहेको चाहिँ 8 जना, अनि अहिले चाहिँ 13 जना छौँ हामी, 13 जना छौँ कान्छामा सहितको गरेर। 13 जना एकैचोटि भेट हुनु भएको छ अहिले पछिल्लो समय पनि? अहिले तत्काल चाहिँ अहिले चाहिँ हुँदैन, अहिले चाहिँ कहिलेको हुनुहुन्छ, कहिलेको हुनुहुँदैन, विदेश जाने यताउता त्यस्तो हुन्छ, कोहीको पनि नभ्याउने यताउता दिदीहरू बिहा गरेर टाढा कोही। तर अलि पहिलासम्म चाहिँ हुन्थ्यो। म अलि सानै हुँदाखेरि चाहिँ मैले थाहा पाउँछु हुन्थ्यो, म चाहिँ दाइहरूसँगै राखेर टिका लगाइदिनुहुन्थ्यो दिदीहरूले मलाई चाहिँ, त्यो चाहिँ सम्झिन्छु म। अनि अहिले पनि मेरो आमाले टिका लगाइदिँदाखेरि अब त्यो हुन्छ नि दसैँमा यति धेरै हुन्छौँ कि हामी एउटा क्यामेरामा अट्न गाह्रो हुन्छ। एउटै सन्तान मात्रै, मेरो बाउको सन्तान मात्रै भनौँ न, क्यामेरामा अट्न गाह्रो हुन्छ। रमाइलो हुन्छ नि होइन त्यति बेला? अब बुवा मम्मीलाई त गाह्रो भयो होला होइन? सिँगै गाउँ छ क्या, अब गाउँको नामै आले गाउँ, सिँगै गाउँ अहिले चाहिँ। तर मेरो बुवा फेरि रोचक के छ नि, मेरो बाजे पनि एक्लो छोरा, छोरी पनि नै, छोरा पनि नै, अरू 1 जना सन्तान, एक्लो सन्तान। मेरो बा पनि एक्लो सन्तान, मेरो फुपूहरू पनि नै, काका ठुलबा पनि नै, एक्लो सन्तानले डाँडाकाँड। उहाँलाई चाहिँ यो आशीर्वाद लागेछ होइन, सन्तानले डाँडाकाँड ढाकुन् भन्ने आशीर्वाद थियो। सबै रमाइलो छ अहिले चाडबाडमा, यति रमाइलो हुन्छ अहिले पनि जाँदाखेरि। अब यो अब आमाले सोध्नुपर्छ यो कुन चाहिँ गरे, यो कुन चाहिँ गरे। बाल्यकालमा यहाँ चाहिँ कस्तो स्वभावको हुनुहुन्थ्यो? चञ्चले एकदमै दाइहरूसँग हुर्केको म चाहिँ, त्यस कारणले दिदीहरू चाहिँ अलि धेरै जेठो मभन्दा, इभन दिदीहरूको बच्चाहरू पनि मभन्दा जेठो हुनुहुन्छ कति होइन, अनि कति मसँगैको हुनुहुन्छ। अनि दाइहरू चाहिँ अलि खेल्ने हिँड्ने जस्तो चाहिँ दाइहरू पर्नु भयो, यसो 2 वर्ष जस्तो जेठो चाहिँ दाइहरूसँग हुर्केको प्रायः म चाहिँ, त्यही भएर स्वभाव पनि धेरै चञ्चल। अनि के भन्छ अरे धेरै छुच्ची, लडिहाल्ने पिटिहाल्ने भन्ने टाइपको छुच्ची अलि। अनि नाच्न गाउन भनेपछि भित्र बाहिर गर्दा नि नाच्दै गाउँदै हिँड्ने, अनि सबैको माया पाएको। भाउजूहरू एकदम म सानै हुँदाखेरि भाउजूहरू आउनुभयो बिहा गरेर, अनि उहाँहरूले पनि आफ्नै बच्चा जस्तो गरेर हुर्काउनु भयो क्या। अब कतिपय कुराहरू चाहिँ धेरै दुःख चाहिँ गर्नु परेन। अब स्कुल ड्रेसहरू पनि भाउजूहरूले धोइदिने होइन, लुगाहरू सबै भाउजूले धोइदिने त्यो टाइपको चाहिँ एकदम स्याहार सुसार धेरै पाएँ मैले चाहिँ सानोमा। अनि जिम्मेवारी पनि भइयो फेरि समय सँगसँगै।
जिम्मेवारी भयो। सानोमै जस जन्मिने बित्तिकै आमासँग टाढिनु परे पनि पछि धेरैको मायाले छपक्कै छोप्यो। त्यसपछि धेरै टाढिनु परेन आमासँग, अहिले पनि सँगै छु आमासँग, धेरै चाहिँ टाढिनु परेन पछि चाहिँ। त्यो बाल्यकालको स्वभावलाई फर्केर हेर्दाखेरि नि अहिले पनि त्यस्तै नै छ प्रीतियाले जस्तो लाग्छ अथवा धेरै चेन्ज भयो जस्तो लाग्छ स्वभावहरू केही हदसम्म? लगभग उस्तै हो, म त एकदम मनमर्जी है, आफूलाई मन लागेको गर्ने, अनि उस्तै छु लगभग। यस्तै अब निडर कि म राति 10-11 बजे पनि घरबाट कति टाढो खलाम गरेर नुहाएर आउँथेँ एक्लै है, लुगाहरू धोएर आउने, पानी बोकेर आउने, त्यति बेलासम्म पनि के त्यति राति हो। मैले पनि सानै हुँदाखेरि पनि यत्रो डराउँदा यसको त मुटु छैन क्या भन्नुहुन्थ्यो। हाम्रो घरभन्दा माथिको कान्छी आमाले कराउनुहुन्थ्यो मलाई, त्यो टाइपको। जस उस्तै हो कि जस्तो लाग्छ मलाई त। स्वभाव धेरै चेन्ज भएको छ जस्तो लाग्दैन, केही अब परिपक्वता आउनु छुट्टै कुरा हो, तर स्वभावमा चाहिँ कता उस्तै त्यही हाँसो मजाक रमाइलो, त्यही चञ्चलता, त्योहरू चाहिँ छ। छुच्चो एकदमै पिटिहाल्ने स्वभावको भन्नुभयो, दाइहरूसँग धेरै चाहिँ साथीभाइसँग झगडा पर्थ्यो अथवा दाइहरूसँग मात्रै? साथीभाइसँग चाहिँ परेन, दाइहरूसँग चाहिँ खुब पर्थ्यो, पर्थ्यो। दुईजना दाइहरू चाहिँ, मेरो सानो दाइ र कान्छो दाइ चाहिँ लगभग उस्तै एजको जस्तो थियो। सानो दाइ अलि ठुलो हुनु भएपछि रेस्पेक्ट गर्न थालेँ। कान्छो दाइसँग चाहिँ लडी हुर्केको। त्यो कान्छो दाइले त बिहा गरिसकेसम्म पनि लडी नै बसेँ क्या म त। के कुरामा चाहिँ बढी झगडा पर्थ्यो? के त्यत्तिकै झगडा पर्ने। म धेरै छुच्ची, दाइहरू चाहिँ माया गरेर धेरै नपिट्ने, म चाहिँ बङबङती ढुङ्गा ल्याउँदैन क्या, त्यस्तो खालको थियो। पढाइमा चाहिँ कस्तो हुनुहुन्थ्यो यहाँ? राम्रो, दिमाग त पहिल्यैदेखि राम्रो, मनमौजी के धेरै। म चाहिँ अब मनलाई गर्ने, मन नलाई नगर्ने, त्यो टाइपको होइन। पुलपुलेको धेरै पुलपुलेको। अब त्यस्तो धेरै एकदम प्रशस्त सबै कुराले पुगेको पनि होइन। फेरि अब गाउँले गृहस्थी, गाउँले जीवन, अब आमाले दुःख चाहिँ धेरै दुःखै गर्नु पर्यो हामीलाई हुर्काउनखेरि, धेरै बच्चाहरू हुर्काउन। प्रत्यक्ष आय स्रोत केही पनि नै। अब अहिले हेर्दाखेरि चाहिँ ओहो यत्रो सम्पत्ति रहेछ यिनीहरूको भने जस्तो देख्छ, जग्गा जमिन जति पनि। बाजे एउटा राम्रो काम के गरिदिएको, बाजेले भने जग्गा जमिन चाहिँ मजाले जोडेर राखिदिएको त्यति बेला। अनि तर त्यो अब अहिले हेर्दा पनि त्यो प्रपर्टी हुन्छ होइन, त्यो त्यति बेला त के थियो त, अब त्यो यो पखेरा के काम भन्ने जस्तो हुन्थ्यो नि त। त्यस्तो त्यति बेला चाहिँ जस माया चाहिँ धेरै मायाले हुर्केको। फेरि हाम्रो समुदायमा के भन्छ भने मगर समुदायमा त्यति धेरै रोकटोक हुँदैन क्या। अब जस्तै यो नगर त्यो नगर भन्ने रोकटोकहरू धेरै हुँदैन। कतिपय कुराहरू चाहिँ आफै पनि जस्तै कस्तो हुँदो रहेछ भने कसैले कराउँछ भनेर नगरेको र कुनै एउटा गलत काम कसैले कराउँछ भनेर नगर्नु र मैले गर्नु हुँदैन भनेर नगरेको फरक पर्छ क्या। अब धेरै रोकटोक गर्ने मान्छे नभएपछि मैले गर्नु हुने र नहुने काम म आफै छुट्याउनु पर्दो रहेछ कि मैले कुन बाटो लाग्नु हुन्छ कुन बाटो लाग्नु हुँदैन आफैमा नियत हुँदो रहेछ। त्यो भयो भने चाहिँ त्यो पक्का गरिँदैन क्या होइन। जब अरूले कराउँछ भने चाहिँ उसले नदेखा बेला गर्छ नि त फेरि अनि त्यो परिपक्वता त्यो एउटा जिम्मेवारी चाहिँ आफ्नै हातमा आफ्नै उसमा भयो भनौँ न। एक हिसाबले आफ्नो निर्देशक आफै भइयो भनौँ। धेरै सन्तान भए पनि पढाउन चाहिँ कन्जुसाइ गर्नु भएन, मायामा पनि कन्जुसाइ गर्नु भएन, लाउन खान पनि त्यस्तो दुःख भएन। हाम्रो घरमै सबै कुराहरू उब्जिन्थ्यो, सबै कुराहरू अब उब्जाउँथ्यो भनौँ न। भाउजूहरू आइसक्नु भए पछाडि सबैले चाहिँ दुःख गर्नुहुन्थ्यो खेतबारीमा। शारीरिक दुःख त थियो मजाले, तर गरिसके पछाडि उब्जाइ पनि राम्रोसँग हुन्थ्यो। मेरो त अहिले पनि भाउजूहरू देखेर म दङ्ग पर्छु। अहिले पनि मेरो दाइहरू बाहिर हुनुहुन्छ, बाहिरबाट कमाएको पैसा 1 रुपियाँको चलाउनु हुन्न क्या उहाँले भन्नुहुन्छ सिधै। अनि तिम्रो पैसा 1 रुपियाँ चलाएन मैले भनेर कुरा गर्नुहुन्छ क्या दाइहरू चाहिँ। त्यति काम गर्नुहुन्छ भाउजूहरूले। अनि त्यो कामहरू चाहिँ मैले देखेको कि मैले पनि पछि त अलिअलि त अब टोटलै नगरे पनि केही पर्सेन्ट त अलिअलि त सिकेँ नि त। अनि म आफै पनि अहिले पनि त्यस्तै छु, एकदम धेरै काम गर्छु म। मेरो घरको काम सबै म आफै गर्छु। अहिलेसम्म मैले घरमा काम गर्ने मान्छे राखेको छु। अब चाहिँ राख्नुपर्छ, किनभने अब चाहिँ पहिला आमाले म नहुँदाखेरि आमाले साथ दिइराख्नु भएको थियो। आमा पनि धेरै एज हुनुभएको छ अहिले। अब चाहिँ राख्नुपर्छ। फेरि अर्को कुरा घर ठुलो बनाइहाल्छ, घरको स्याहार सुसारहरू पुगिरहेको छैन। अब चाहिँ फिल भएको छ चाहिन्छ एकजना भन्ने। तर गर्न चाहिँ म चाहिँ एकदम राक्षस आफै गर्ने। तपाईँको म 10 बजे फ्लाइट भ्याउन जानु छ भने म घरमा चिल्ला खाजा खाना अरू घर परिवार सबैलाई खाजा खाना पकाएर खुवाएर भाँडा माझेर आफू खाएर सरसफाइ गरेर अनि फ्लाइट लिन भ्याउने मान्छे हो। फ्लाइट छ क्यारे भनेर चुप्लाएर बस्ने मान्छे होइन। काममा चाहिँ एकदमै राक्षस भन्छु त म आफैलाई बयान गर्छु। पछिल्लो समय अब खेतबारीमा गएर त्यो गर्ने काम हुन्न क्यारे होइन। आफ्नै घरको त्यो
आफ्नै लागि एक्सर्साइज पनि हो मजाले म सक्दो चाहिँ पुरा अहिले पनि म 4 बजे 5 बजे कतैबाट आइपुग्यो भने 6 बजे आइपुग्यो भने खाना म आफै बनाउँछु चाहिँ आमा आएर भन्छु जान्छु डाङडुङ पढ्नु खुवाउने सरसफाइ गर्ने घर पुस्ने बढार्ने सब आफै गर्छु कहिले काहीँ साथीहरू आउँदै प्रीति आले पनि भाँडा माझ्छ काम गर्छ अनि कसले गरिदिन्छ त मेरो काम स्कुले जीवनलाई फर्केर हेर्दा सबभन्दा रमाइलो के लाग्छ त स्कुले जीवनको अब यस्तो म चाहिँ धेरै दोरी गाउँथेँ म उसमा पनि म स्कुलको ड्रेसमा पनि दोरी प्रतियोगिता भाग लिन गएको छु है त्यहाँ तनहुमा हुने उसमा स्कुलकै ड्रेसमा स्कुलकै तर्फबाट पनि दोरी प्रतियोगितामा भाग लिन हिँडेको छु म त्यो धेरै चाहिँ गीत सङ्गीतमा अट्याच थियो म चाहिँ अनि अर्को रमाइलो के छ भने एक त त्यहीँ पनि चिनिसकेको थिएँ कि म प्रीति आले ए भनेर मलाई प्रतिमा मेरो स्कुलको नाम थियो पछि चाहिँ एक गीत सङ्गीतमा पनि यसको नाम अब जिल्लामा अलिअलि कलिसक्यो अब यसलाई चाहिँ नाम चेन्ज गरिदिनुपर्छ स्कुलमा नि एउटै बाहिर पनि एउटै भयो भनेर प्रीति आले गरिदिनु भएको मलाई अनि हाम्रो बलराम विक सरलाई म सम्झिन्छु उहाँले चेन्ज गरिदिनु भएको नामै उहाँले नामाङ्करण गरिदिनु भएको सेकेन्ड अनि त्यस पछाडि कस्तो अप्ठ्यारो भयो यसलाई त यो उहाँ सर आफै फेरि म्युजिक टिचर हुनुहुन्थ्यो अनि आफै पनि दोरी एकदमै राम्रो गाउने बजाउने त्यस्तो हुनुहुन्थ्यो अनि कस्तो अप्ठ्यारो भयो यसलाई त यो स्टुडेन्ट हो स्कुलभित्र पनि यसलाई पढाउनुपर्छ फेरि बाहिर यसलाई गीत गाउन लिएर हेर्नुपर्छ अप्ठ्यारो भयो यसको नाम चेन्ज गर्नुपर्छ भनेर भन्नुहुन्थ्यो अनि नाम चेन्ज गरिदिनु भएको त्यति बेला अनि त्यो दाइले चाहिँ असाध्यै माया गर्नुभएको थियो सानोमा धेरै साथ सपोर्ट अनि हाम्रो मेघनाथ रिमाल दाइ हुनुहुन्छ अनि उहाँ चाहिँ मेरो घरभन्दा माथिल्लो दाइ हुनुहुन्छ अनि उहाँले चाहिँ विभिन्न कार्यक्रमहरूमा को लागि चाहिँ बोलाउन भन्न आउनुहुन्थ्यो क्या नानी यस्तो यस्तो कार्यक्रम छ हिँड्दै गाउन जानुपर्छ है भन्नुहुन्थ्यो अनि दाइ जानेर भन्थेँ म अनि उहाँले फगाउनुहुन्थ्यो हिँड नानी यस्तो हुन्छ उस्तो हुन्छ भनेर अनि जस उहाँहरूको साथ त्यति बेला त अब त्यस्तो लागेन नि त म यस्तो हुन्छु उस्तो हुन्छु भन्ने खासै लागेन नि त अनि पछि थाहा पाउँछु कि उहाँहरूले चाहिँ फर्स्ट स्टेप चाहिँ उहाँहरू हुनुहुन्थ्यो भनेर अहिले चाहिँ याद हुन्छ सम्झिन्छु उहाँहरूलाई पनि सम्मान गर्छु अनि अर्को हाम्रो समुदायमा चाहिँ के छ भने मगर समुदायमा मेरो इक्जाम छ म जान्न हो त्यहाँ गाउन नाच्न जान्न म फल्ना ठाउँमा अब पूजा बिहा के हुन्छ जान्न म मेरो इक्जाम छ म पढ्नु छ भन्यो भने पनि धर नदिने कि उल्टो आमाहरूले नि हिँड गर्ने क्या हिँड त नभने रमाइलो हुँदैन हुन्छ नि काकाहरू काकीहरू भाउजूहरू हुन्छ नि आमाहरू कान्छामाहरू हुन्छ नि त गएन त कसले गीत आउँछ त्यहाँ भन्ने क्या त्यस्तो थियो क्या हुन्छ नि हाम्रो समुदायमै त्यस्तो क्या रमाइलो गर्नुपर्ने कतिको त घरबाट भागेर जानुपर्ने हुन्छ रमाइलो गर्नुपर्ने अहिले पनि म गाउँ गएँ भने आचार्य हुनुहुन्छ आज गीत सुन्न पाउँछ क्या आऊ भन्नुहुन्छ क्या आउनुहुन्छ अनि त्यस्तो रमाइलो के गाएर सुनाइदिनुहुन्छ कहिले काहीँ अब कार्यक्रमै गर्छौँ हामी बसेर सबैजना बसेर मादल बजाएर अझै उहाँहरू पनि राम्रो गाउनुहुन्छ गाउँमा पनि अरू हाम्रो भदिनीहरू राम्रो गाउनुहुन्छ भाउजूहरू पनि अनि जस यो भयो त नभए त रमाइलो हुँदा कि भनेर त्यति बेला करै गरेर लानुहुन्थ्यो कि त्यस्तो थियो कतिपय त अब भोलि स्कुल छुटोस् इक्जाम छुटोस् आजको गीत चाहिँ सुन्नुपर्छ टाइपको चाहिँ मेरो दिदी पनि गाउनुहुन्थ्यो फेरि मेरो मभन्दा सबभन्दा ठुलो दिदी जेठी दिदी एकदमै राम्रो गीत गाउनुहुन्थ्यो कि दोरी अनि हाम्रो पारा र उहाँहरूको पारा नमिल्ने नि त दोरी हामी चाहिँ ठाडो गाउने होइन अनि दिदीहरू चाहिँ त्यसरी गाउनु हुँदैन यो त दोरी त अब रातभरि गाउने चिज हो एकैछिन गाएर फ्याट्टै हिँड्ने कुरा होइन मिलाएर गाउनुपर्छ बिस्तारै घुमाएर गाउनुपर्छ भनेर सिकाउनुहुन्थ्यो दिदीले त्यो कुराहरू चाहिँ सम्झिन्छु जस्तो नाम चेन्ज गरे भन्नुभयो होइन जस्तो नयाँ कुरा थाहा भयो दर्शकहरूलाई के छ मलाई अहिले पनि मेरो धेरै साथीहरूले प्रतिमाले चिन्नुहुन्छ प्रतिमाले भनेपछि यहाँको अरू डकुमेन्टहरूमा चाहिँ प्रतिमा नै डकुमेन्टहरूमा त प्रीति आले नै छ तर साथीभाइले चाहिँ अलिक बचपनको अलिक बच्चा बेलाको साथीहरू चाहिँ अलिक प्रतिमा आले भनेर चिन्नुहुन्छ अनि कार्यक्रमहरू विभिन्न कता जाँदाखेरि कहाँ व्यवहार पुगिहाल्छ नि त साथीहरू अनि प्रतिमा नै भेट्न आउनुहुन्छ अनि त्यो नाम पनि मेरै हो भन्ने याद आइरहन्छ साथीहरूले बोलाउँदा चाहिँ हुन्छ अरूले बोलायो भने चाहिँ त अब त्यो जस्तै अब नचिनेको अरू मान्छेले प्रतिमा भन्दा त म हो भन्ने फिल हुँदैन तर जब साथीहरूले बोलाउँदा चाहिँ म प्रतिमा भन्ने फिल हुन्छ तर प्रतिमा भन्दा प्रीति नाम नै प्यारो लाग्यो यहाँ आफैलाई चाहिँ प्रतिमा पनि प्यारो बचपनको नाम हो त्यो पनि प्यारो थियो त्यो पनि मलाई प्यारो लाग्छ त्यो नाम पनि जस्तो नाम नै चेन्ज गरिदिने भनेपछि त हुन्छ नि अब जस्तो यहाँ पनि एक खालको बुझ्ने भइसक्नु भएको थियो होला होइन मेरो नाम त्यही ठिक छ भनेर लागेको थियो अथवा त्यो नाम नै जुन राखिदिनु भयो नि पछि त्यो मन परेको थियो यहाँलाई त्यति बेला ठिक छ प्रीति ठिक छ भन्ने लागेको थियो मलाई किनभने अब लकी पनि रहेछ नाम भन्छ अहिले आएर चाहिँ प त पबाडै भयो पहिलेदेखि अनि मलाई त्यो पनि के सजिलो भयो नि मान्छेलाई अब माया प्रीति मेरो प्रीति फेरि इङ्ग्लिस प्रीति होइन क्या नेपाली माया प्रीति हो क्या माया प्रीतिवाला प्रीति हो त्यस कारणले पनि अनि
लोकगीतमा अलि धेरै मायाका कुराहरू हुने, पिरतीका कुराहरू हुने, अनि त्यस कारणले पनि प्यारो चाहिँ प्यारो पछि चाहिँ मलाई चाहिँ नाइ हुन्न भन्ने चाहिँ लागेन, खुसी नै लाग्यो खुसी नै लाग्यो। अहिले जमे पनि भनौँ त्यही नाम आफूलाई सबैले जस होइन अहिले सबै देश विदेश जताततै जस चिनिएको नाम भएको छ होइन। स्कुले जीवनलाई सम्झिँदाखेरि स्कुले साथीहरूसँग गरेको चकचक हुन्छ नि, के चाहिँ बढी याद आउँछ दिदी? त्यस्तो साह्रै त म थिइनँ चकचके बाहिर, म अनुशासितै थिएँ, डराउँथेँ धेरै गल्तीहरू गर्नलाई, अनि त्यस्तो धेरै चकचके चाहिँ म थिइनँ भन्छु है। अनि मलाई याद आउने चाहिँ मेरो थाइगेट कपाल हो, मेरो कपाल थाइगेट, मेरो रियलमा चाहिँ कपाल सिल्की छ, कपाल थाइगेट थियो, अनि यहाँनिर यस्तो सेतो ब्यान्ड लाउँथेँ, स्कर्ट चाहिँ छोटो लाउँथेँ, स्कर्ट चाहिँ छोटो लाउँथेँ, अलि बढी छोटो लाउँथेँ। जस्ट त्यति बेलादेखि मलाई स्टाइलिस के एकदम स्टाइल गर्नुपर्ने, गाउँबाट पढ्न झर्दाखेरि गाउँबाट आएको नदेखिनु पर्ने, म चाहिँ एकदम स्टाइल चाहिँ धेरै गर्नुपर्ने। अर्को कुरा सफा हुनुपर्ने, लुगा आज लाएर आए स्कुल फर्केर गएर धोएर राति सुकाउने, फेरि लाएर भोलिपल्ट त्यही लाएर आउने, त्यस्तो हुनुपर्ने। त्यस नक्कली चाहिँ नक्कली थिएँ है, म बच्चैदेखि नक्कली थिएँ, नक्कली अहिले छैन धेरै। साथीहरू कसको बढी याद आउँछ? स्कुले जीवनका साथीहरूसँग मिलेर हुन्छ नि, के कुरा त स्कुले जीवनमा जस्तो खाजाहरू खान जस्तो हुन्छ नि, ती कुराहरू के चाहिँ बढी याद आउँछ यहाँलाई? यस्तो धेरै अब हाम्रो पालामा टिफिन लाने गएर बच्चाले दिउँसो के खाला भन्ने खालको स्थिति नै थिएन, बेला पनि थिएन। बिहान भात खाएर जाने झ्याम्मा लाएर आएर भात खाने बेलुकी होइन, त्यस्तो स्थिति थिएन। कहिले काहीँ चान्स पाएर अर्को कुरा मलाई चाहिँ के थियो भने, म बेला बेलामा विभिन्न कार्यक्रमहरूमा हिँड्ने होइन, त्यहाँबाट मलाई चाहिँ आफ्नै इन्कम हुन्थ्यो क्या, कपी कलम किन्न नि पैसाहरू हुन्छ नि, आफैलाई हुने, अनि खाजा खान नि पैसा चाहिँ हुन्थ्यो क्या। त्यो पछि आएर अलि पछि चाहिँ अलिक प्रोग्रामहरू गर्ने भइसक्यो, अनि विभिन्न कार्यक्रमहरू भाग लिने, पुरस्कारहरू आउने होइन। अनि त्यस पछाडि त्यही बिहामा वर्तमानमा गएर गीत गायो भने नि टाउकोमा फुल लगाइदिने पैसा हुने होइन, त्यो पैसाहरू चाहिँ त्यति धेरै कमी हुन्थ्यो, त्यो चाहिँ खाजामा पुग्थ्यो होइन। घरको स्थिति र घरबाट एउटा मनस्थिति चाहिँ मेरो बच्चाले खाजा खानुपर्छ भनेर टिफिन छुट्याउने, पैसा छुट्याउने त्यस्तो चाहिँ थिएन है। फेरि टु बी अनेस्ट मजाले बिहान भात खाएर जाने, बेलुकी आएर भात खाने, सिधा भन्दा। एक्जामहरूमा होइन चिटसिट चोर्ने त्यो चाहिँ अब जस्तो पढ्न त एकदम जान्ने थियो भन्नुभयो होइन, गर्नु भएन? बेसी डराउने, चोर्न भनेपछि त कुनै पनि कुरा, जस्तै बच्चामा मलाई चोरिन भन्दाखेरि मैले एकचोटि बेलौती चोरेको छु है, त्यो पनि बाटो नजिक फल्ने बेलौती, कसैको बारीमा पर्थ्यो, तर त्यो वाइल्ड नै थियो, उहाँहरूले लागेकै हुर्काएको चाहिँ होइन, वाइल्ड नै थियो, तर अर्काको बारीमा पर्थ्यो। अब देखिहाल्यो भने त कराउँथ्यो नि त, अर्काको बारीको त नखाओस् भन्ने हुन्छ नि, बाटो नजिक पर्थ्यो स्कुल जाँदा जाँदा। त्यो बेलौती चाहिँ चोरेर चाहिँ आफू चढेर टिप्या छैन फेरि, अनि अरूलाई चढ्न लगाउने टिप्न लगाउने, म बाटो मान्छे कुर्छु है भन्ने, मान्छे देखेँ नि आफै टाप बस्दिनँ, त्यो थियो होइन। चढ्ने भनेको चाहिँ मेरो आमाले चाहिँ के सिकाउनुहुन्थ्यो भने, बच्चादेखि मलाई आमाको त्यो भनाइ चाहिँ 25सम्म पनि अहिले पनि त्यो मनमा हुन्छ कि त्यो कुरा चाहिँ, अर्काको चिज चाहिँ अब यहाँ भन्दा अप्ठ्यारो होला, अर्काको चिज चाहिँ गु हो भन्थ्यो क्या, नछौ भन्थ्यो कि, अर्काको चिजहरू छुनु हुँदैन गु हो भन्थ्यो कि। अनि त्यो चाहिँ दिमागमा बस्थ्यो कि बच्चादेखि। त्यो हुन्छ नि त बच्चामा कहिले काहीँ बानी हुन्छ, कतै केही खोज्दिने, लिदिने, झिक्दिने, त्यो बानी हुन्छ नि त कुनै बच्चाहरूको। अनि मेरो आमाले चाहिँ मेरो दाइलाई पनि मलाई पनि सबैलाई सिकाउनु भएको चाहिँ त्यो उनै त्यो शब्दै थियो कि, अर्काको चिज गु हो, नछु, छुनै हुँदैन भन्थ्यो कि। त्यो कुरालाई यहाँले मनन गर्नुभयो। घरायसी काम जस्तो खेतबारीको काम चाहिँ यहाँले कतिको गर्नु पर्यो? गरेँ मजाले, म त अहिले पनि सक्छु, गर्छु, मलाई त मजा लाग्छ काम गर्न। म शारीरिक दुःख गर्न मलाई त्यति धेरै दुःख लाग्दैन, मजाले गर्छु अहिले पनि। मेलापात जाने सबै यहाँले गर्नुभयो? सबै गरेँ, हामी मल बोक्थ्यौँ साथीहरू मिलेर, शनिबार हामी त्यो हुरुहुरी खेताला भन्थ्यो है, उत्रै उमेरकोहरूको लाउँथ्यो, पढ्न लाउँथ्यो कि हामी, हुन्छ नि। अब एक दिन अर्को साथीकोमा 8-10 जना सबै मल बोक्ने खेताला, अनि अर्को दिन हाम्रोमा मल बोक्ने खेताला, त्यही पढ्न लाउने के, पढ्न थाहा छ होला नि, एकदमै थाहा छ, पढ्न लाउँथ्यो कि हामी। अनि जति सक्छ त्यति काम गर्ने, हुरुरु मल बोक्ने, हिँडेर मैले त्योहरू एकदम सम्झिन्छु, मेवा काटेर छाँदेर खाने, त्यो कुराहरू एकदम सम्झिन्छु। अहिले आफ्नो जन्म ठाउँलाई सम्झेर हेर्दा चाहिँ होइन के चाहिँ बढी एकदमै प्यारो लाग्छ, के चाहिँ बढी सम्झना आउँछ अझ त्यो हुन्छ नि?
एकदम मेरो सबै कुराहरू याद आउँछ। पहिलो कुरा त फेरि त्यही साथीहरू त्यही वरिपरि हुने, फेरि त्यही माहौल बन्ने भए त्यहीँ गएर बस्ने जस्तो फिल हुन्छ। अनि अब सम्भव हुँदैन, कतिपय आफ्नो आफ्नो उसमा लागिसक्यो, कति साथीहरू त भेटै नभए कति वर्ष भइसक्यो है। अनि तर भविष्यमा सोच छ म गएर तनहुमै बस्छु, जहाँ म ठ्याक्कै जन्मेको घर हुर्केको घर थियो त्यहीँ म बस्छु भन्ने चाहिँ सोच छ लास्टमा। सानैदेखि गीत गाउने नाच्ने यहाँको त्यो त आइ नै हाल्यो। फेरि अब तनहुँ लमजुङ गोर्खा भनेपछि त लोकगीत सङ्गीतको एकदम उर्वर भूमि नै भनेर चिनिन्छ होइन। बच्चै बेलादेखि एम चाहिँ म गायिका नै बन्छु भन्ने लिनु भएको थियो अथवा होइन अन्य? नै मेरो त्यस्तो सोचाइ थिँदै थिएन त्यस्तो। म एकदमै पहिलेदेखि अहिले पनि ठुलो सोचाइ र परको टाढाको सोच्दै नसोच्दै, त्यही भएर पनि होला म यति ह्याप्पी भएको है। मलाई यो चाहिन्छ त्यो चाहिन्छ, मलाई यो बन्नु छ त्यो बन्नु छ भन्ने टाइपको सोच्दै नसोच्दै कि जे भइरहेछ एकदम ठिक छ, जति छ त्यो ठिक छ भन्ने जस्तो मान्छे म पहिलेबाट। अनि भन त भन्छ उद्देश्य के लिनु, के अरे उडी छुनु चन्द्रएको भन्छ भन्न त होइन। अब त्यो पुरै नहुनु उद्देश्य किन लिइराख्नु भन्ने खालको म चाहिँ है। म चाहिँ कस्तो भने जे भइरहेछ जे पाइरहेछ त्यसमा एकदमै ह्याप्पी हुने क्या। बद्री पङ्गेनी दाइले भन्नुहुन्छ, दाइले पनि मलाई काठमाडौँ आइसके पछाडि धेरै सङ्घर्षहरूमा साथ दिनुभएको, अहिलेसम्म पनि दिइराख्नु भएको छ। एकदम मेरो यो फिल्डको हार्टली दाइ के भन्छ सिरियसली मेरो एकदमै नजिकको दाइ हुनुहुन्छ। अनि दाइले भन्नुहुन्छ क्या यो म गर्ने कहिल्यै सिरियस हुँदैन, यसलाई त केही पिर पर्दैन भन्नुहुन्छ क्या। जिन्दगीमा पिर नपर्ने केटी मान्छे योलाई देखेछु मैले भन्नुहुन्छ क्या दाइले। त्यस्तै म चाहिँ बच्चादेखि म चाहिँ गायिका बन्छु, काठमाडौँ जान्छु, नाम चलाउँछु, एल्बम निकाल्छु, ठुलो अब काठमाडौँ गएर घर गाडी बनाउँछु, त्यो टाइपको ममा थिँदै थिएन। फेरि के म त इभन मैले जिन्दगीको पहिलो म्युजिक भिडियो एउटा के खान्छु कमला सुन्तला के अमला गीत सुन्नु भयो होला, त्यो गीतमा म्युजिक भिडियो खेलेको छु। त्यही गीतमा खेल्नको लागि मलाई प्रजापति अङ्कल भन्छु मैले, अङ्कलले मलाई के अरे अनुरोध गर्दाखेरि खेल्दिनँ म त कहाँ म खेल्नु, म कहाँ म हिरोइनी हुनु भनेर लाज मानेको मान्छे, त्यस्तो मान्छे म चाहिँ। होइन मैले यो गर्नुपर्छ त्यो गर्नुपर्छ यसरी अगाडि बढ्नुपर्छ भन्ने सोचाइ नै नहुने क्या। जे भइरहन्छ मैले जे जानेछु त्यो गर्छु, त्योबाट मैले राम्रै भएछ भने जे भइरहेछ त्यो भइरहेछ भन्ने मात्रै त्यस्तो सोचाइ थियो मेरो बच्चामा चाहिँ। पछि चाहिँ मैले यो गर्नु पर्दो रहेछ त्यो गर्नु पर्दो रहेछ, अवसरहरू खोज्नु पर्ने रहेछ भन्ने कुरा पछि भएको। नत्र जे छ मैले पाइरहेको त्योभन्दा बढी खोज्दै नखोज्ने कि, त्यहाँभन्दा बढी चाहिन्छ मलाई अझै बढी म डिजर्भ गर्छु भन्ने टाइपको नहुने महत्त्वकाङ्क्षी म फिटिकै अहिले पनि होइन, अहिले पनि छैन। कहिलेबाट चाहिँ जस मेरो बाटो अब त्यो बेलामा त केही नै लिनु भएन यहाँले होइन, कहिलेबाट चाहिँ मेरो बाटो चाहिँ यही हो है, क्लियर बाटो चाहिँ यो हो भन्ने चाहिँ कहिलेबाट तय भयो? पछि बिहे भयो, बिहे भइसके पछाडि आफ्नै दमलीको साथीहरू चाहिँ एल्बमहरू गरेको। अनि म चाहिँ कस्तो थियो भने तपाईँको स्टेज प्रोग्रामहरूमा पहिलेबाट व्यस्त होइन, लाइभ दोहोरी गाउने मजाले। त्यही लाइभ दोहोरीले गर्दाखेरि त म स्टेजहरूमा एकदम त्यति बेलैदेखि एउटा एल्बम ननिकाल्दादेखि म ताना लाइभ दोहोरीको लागि। अनि ट्र्याकमा त गाउनै जान्दिनँ म त्यति बेला, मेरो त गीतै रेकर्ड भएको थिएन, स्टुडियो भित्रै छिराएको थिएन। म हङकङको सो गरिसकेको थिएँ अनि जापानको सो गरिसकेको थिएँ, स्टुडियो भित्रै छिराएको थिएन। जब कि म एक दुईवटा अरूको ट्र्याकमा गाएँ होला त्यति बेला, होइन भने लाइभ दोहोरीले चाहिँ धेरै उस थियो मेरो। अनि त्यस पछाडि अहिले पनि मलाई सबभन्दा मजा लाग्छ लाइभ दोहोरी। तपाईँसँग लाइभ दोहोरी गाएर अनि त्यति बेला लाइभ दोहोरी गायरहरूले धेरै व्यस्त थिएँ। पछि चाहिँ थाहा हुन थाल्यो आफ्नो एल्बमको एउटा गीत त चाहिँदो रहेछ भन्ने थाहा हुँदो गयो। बिस्तारै एउटा 30को गीत फर्स्ट रेकर्ड गरेँ पोखरा हुँदाखेरि। त्यसपछि काठमाडौँ आइसके पछाडि एउटा बजाइदेऊ ताली ए दाइ बजाइदेऊ ताली भन्ने गीत शङ्कर विशी दाइले निर्देशन गर्नुभएको थियो, आफैले लेखेर। त्यो पनि त्यति बेलादेखि सुरु गरेँ नि त लेख्न। अनि बिस्तारै जोडिँदै गयो, अनि बिस्तारै गर्दै गएको। नत्र भने एकदमै धेरै म के भन्छ यो गर्छु त्यो गर्छु भनेर एकदमै लागि परेको चाहिँ होइन है त्यति बेला पनि। म लाइभ दोहोरी गाउने मान्छेलाई आफै गीत लेख्न त के गाह्रो कुरा भएर होइन। कोसँग गाएको लाइभ दोहोरी चाहिँ एकदमै धेरै याद आइरहेको छ अहिले पनि हुन्छ नि, त्यो बेला चाहिँ मैले खत्रै गाएको थिएँ है भन्ने खालको याद त अब प्राय यादगार नै हुन्छ। तर एकदमै मजा चाहिँ बद्री पङ्गेनी दाइसँग दोहोरी गाउँदा नि मजा आउँछ, अनि प्रकाश सबुत भाइसँग एकदम मजा आउँछ दोहोरी गाउँदा के, किनभने मिलन लामा दाइसँग पनि एकदम मजा आउँछ। अनि एकदम मिठो मजा अझै धेरै मैले धित मरेर दोहोरी गाउन पाएको छैन, रमेश विजी दाइसँग आउँछ। अनि उहाँहरूको चाहिँ भाव मिल्छ क्या उहाँहरूसँग,
चन्द्र शर्मा दाईसँग पनि भाव मिल्छ, जस भाव मिल्ने हुन्छ क्या। अनि पशुपति शर्मा दाई जो चाहिँ लाइभ साँच्चैको लाइभ दोहोरी गाएर आउनु भएको छ नि, उहाँहरूसँग चाहिँ भाव मिल्छ। पछि आएर सिकेकोहरूसँग चाहिँ गाह्रो पर्छ, किनभने फेरि अहिलेको नयाँ भाइहरू पनि एकदम राम्रो हुनुहुन्छ लाइभ दोहोरीमा, नयाँ साथीहरू पनि, नयाँ भाइ बहिनीहरू पनि एकदम राम्रो हुन्छ लाइभ दोहोरीमा। मजा लाग्छ उहाँहरूको सुन्दा पनि, ए भन्ने हुन्छ। फेरि हामी लाइभ गाउने मान्छेलाई चाहिँ कस्तो हुन्छ भने उहाँले यसको ठाउँमा यस्तो भन्नु पर्थ्यो भन्ने हुन्छ क्या आफ्नो मनमा, त्यस्तोहरू चाहिँ हुन्छ। अब लाइभ दोहोरी गाएरै यहाँको यो क्षेत्रमा सुरुवात गर्नुभएको मान्छे, अहिले पछिल्लो समय लाइभ दोहोरी एकदमै धेरै छापछाप्ती छ नि त। यहाँ आफैले चाहिँ जस्तो कहीँ गएको त देखेको छु मैले होइन अरूहरूसँग, तर आफ्नै च्यानलमा चाहिँ लाइभ दोहोरी गाएर हाल्ने हुन्छ नि सबैले। मैले एकचोटि उसको बेलामा, यो कोभिडको बेलामा काम भएन, अब के गरेर बस्नु, दोहोरी गाउने मान्छे त गाइराख्न मन लाग्छ, कार्यक्रमहरू बन्द भयो, के गर्ने त भन्दाखेरि अनि मेरो चाहिँ पोखरामा साथीहरूसँग मिलेर गरेको सहकारी एउटा दोहोरी साँझ छ, अनि त्यहाँ गएर अनि ल सुटिङ गर्नु पऱ्यो लाइभ दोहोरी भनेर 2-4वटा एपिसोड खिचेर पनि हालेको छु। त्यस के कस्तो जस हुन्छ नि, त्यसलाई निरन्तरतै दिउँ भन्ने लागिरहेछ अथवा के छ? जस्तो अरूले त जस्तो एउटा व्यावसायिक हिसाबले नै अहिले त्यस पछाडि फेरि छोडेँ म। अब त्यति बेला एउटा त्यो खाली टाइममा पनि गरौँ भन्ने भयो के अरे, गऱ्यो। यदि त्यही क्रम लम्बिँदै जान्थ्यो भने त त्यतातिर अलि बढी व्यस्त भइन्थ्यो। पछि फेरि प्रोग्रामहरू सुरु भइहाल्यो, खुलिहाल्यो, त्यस पछाडि फेरि प्रोग्राम भएको। तर अहिले पनि म लाइभ दोहोरीमा गइरहेको हुन्छु, जहाँ जहाँ बोलाउनुहुन्छ होइन, फुर्सदको बेलामा चाहिँ लाइभ दोहोरी गर्ने साथीहरूले चाहिँ बोलाउनुहुन्छ, ल आइदिनु पऱ्यो गइरहेको हुन्छु, गाइरहेको हुन्छु। मजा आउँछ, दिनभरि त्यही बस्नु जस्तो हुन्छ, गाइराख्नु जस्तो हुन्छ। दोहोरी साँझमा पनि काम गर्नुभयो यहाँले? मजाले 7-8 वर्षै गरेँ। मेरो सुरुवात नै दोहोरी साँझबाट हो, पोखराबाट गरेँ। पोखराबाट काठमाडौँ पनि गरेँ, काठमाडौँ पनि निर्माया दोहोरी साँझमा गीत गाउँथेँ। सुरुमा काठमाडौँमा टिकाउनको लागि घरभन्दा बाहिर भनौँ न, पोखरामा पनि घरभन्दा बाहिर बस्ने एउटा सोर्स त चाहियो, अब जागिर त छैन। त्यो सोर्स टिकाउनको लागि चाहिँ दोहोरी साँझको ठुलो भूमिका छ। र पहिलो, दोस्रो, तेस्रो एल्बमसम्म गर्न पनि सायद दोहोरी साँझकै कमाइहरूले धेरै भूमिका खेलेको छ। यहाँ दोहोरी साँझमा छिर्नुभन्दा अगाडि दोहोरी साँझबारे यहाँले सुन्नुभएको कुरा र छिरिसकेपछि केही थाहा थिएन। त्यति बेला दोहोरी साँझ हुन्छ, यस्तो हुन्छ, उस्तो हुन्छ, केही पनि थाहा थिएन। दौलीमा एउटा दोहोरी साँझ थियो, अनि दौलीमा ल कोले गाउन सक्छ, गाउने मान्छेहरू खोज्नु पऱ्यो भनेर लगेर गाउने भनेर राख्नु भयो। अनि गाउन थाल्यौँ। अनि त्यहाँ पनि हामी स्टेजमै पनि पलिटी कसेर बसेर गाउँथ्यौँ। यो उठेर नाचेर गाउनु त धेरै पछि हो। अनि पोखराको दोहोरी साँझमा गएर गाउँदाखेरि पनि अडिसन लिएर गएको हामी, अडिसन दिएर दोहोरी साँझमा पनि अडिसन दिएर बकैदा जागिरको रूपमा। यति रेस्पेक्टेड हो नि त्यो कुराहरू त अहिले पनि हो। अब कतिपयले कसरी लिनुहुन्छ, कतिपयले कसरी लिनुहुन्छ होइन। मेरो लागि त्यति रेस्पेक्टेड, म त अडिसन दिएर गएको। अब अहिले भोइसअपमा गाउन गए जस्तै त्यति बेला म दोहोरी साँझमा गएको, त्यसरी अडिसन लिएर पास गरेर बल्ल गयो। पछिल्लो समय चाहिँ दोहोरी साँझलाई हेर्ने दृष्टिकोण अलि बदलिएको हो मान्छेहरूको व्यापारिक कुराहरूमा। व्यापार हुँदै जाँदाखेरि त्यही त हो नि। अब तपाईँले अब अहिले फल्ना तेल भनेर लाउनुहुन्छ, फल्ना स्याम्पू भनेर, त्यसको कपी के आउँछ नि त। हो त्यस्तो भने जस्तो अब व्यापारिक हिसाबले जाँदै गर्दाखेरि कतिपय कुराहरूमा व्यापारमुखी भयो होला। कतिपय कुराहरूमा चाहिँ त्यो कुराहरूले गर्दाखेरि मान्छेको नजरमा यस्तो हुँदो रहेछ, उस्तो हुँदो रहेछ भन्नु पुग्यो होला। व्यक्तिमा भर पर्छ, पर्सनमा भर पर्छ। सिङ्गो सबै संस्थालाई नै दोष दिनु हुँदैन भन्छु म चाहिँ। दोहोरी साँझ र क्लबलाई चाहिँ कसरी व्याख्या गर्नुहुन्छ? जस्तो फरक के छन्? अहिले त अब क्लब दोहोरीलाई पनि रोदी क्लब भनेर लिन थाल्यो अहिले त होइन। रोदी क्लब भनेर भन्न थाल्यो। दोहोरी साँझ भनेर छुट्टै दर्ता हुन्छ, रोदी क्लब भनेर छुट्टै दर्ता हुन्छ। अनि अब जसरी नि रात्रिकालीन व्यवसाय हो, अब त्यहाँनिर चाहिँ क्राइटेरियाहरू के राख्ने के नराख्ने भन्ने कुराहरू हो, उहाँहरूले नै तय गर्ने होला सायद। कतिपय कुराहरू नेपाल सरकारको कानुनभित्र पनि रहन्छ होला, दायराभित्र रहन्छ होला। कतिपय कुराहरू आफ्नो मनले त्यहीँ भित्रै पनि काम गर्ने, अब इभन अब डान्स क्लबहरूमै पनि काम गर्ने साथीहरूले पनि आफ्नो मनको कानुनभित्र रहने होला कतिपय कुराहरू होइन। अब त्यो हामीले भन्ने साध्य नै छैन, त्यो कुरा यस्तै हुनुपर्छ भन्ने एरिया नै छैन। त्यो कुराहरू त अब त्यही हो। अब हजुर कतिसम्म अनुशासन बस्ने, म कतिसम्म अनुशासन बस्ने, र त्यहाँको सञ्चालकहरूले कतिसम्ममा व्यापारिक हिसाबले चलाउने, कतिपयसम्म सांस्कृतिक हिसाबले चलाउने भन्ने कुरामा जाने होला।
जस्तो कतिपयले चाहिँ यो क्षेत्रमा प्रवेश गर्नको लागि मैले यति धेरै सङ्घर्ष गर्नु पर्यो भन्ने खालका कुराहरू आउँछन् होइन, घर परिवारको साथ सपोर्ट नभएको कुराहरू आउँछन्। यहाँको त एक खालको माहौलै त्यो होइन। अब फेरि गीत सङ्गीतले खोजेको हो क्या, म आफू चाहिँ लाज मान्ने पनि हुन्छ र सक्छु र भो भन्ने टाइपको, तर गीत सङ्गीतले चाहिँ खोज्यो कि पहिला गाउँ हुँदाखेरि चाहिँ गीत सङ्गीतले चाहिँ मलाई खोज्दै आएको त्यति बेला चाहिँ, किनभने म दोहोरी मजाले गाउँथेँ, लाइभ दोहोरी गाउँथेँ। लाइभ दोहोरीको त्यति बेला एकदमै अहिले भन्दा पनि राम्रो चाख थियो होइन। अहिले त अब सिकाएरै भयो भने सबैले गाइरहेको हुन्छ होइन। त्यति बेला त कहाँ सबैले गाउनु नि, दोहोरी गाउनु भनेको त अनौठो कुरा थियो नि, कस्तो तत्कालै होइन एन्सर दिनुपर्ने भनेपछि मान्छेलाई त्यस्तो थियो। अनि त्यस पछाडि त्यति बेला चाहिँ मलाई खोज्यो सङ्गीतले, गीतले। अनि पछि गएर पोखरा गइसके पछाडि मैले भोकल क्लासहरू पनि लिएँ, केही ज्ञान हुनुपर्छ है भनेर, सुरतालको पनि ज्ञान हुनुपर्छ भनेर केही समय सिकेँ पनि। त्यस पछाडि चाहिँ ठ्याक्कै अब मैले गीतहरू नै गरेर मैले एल्बमै गर्नुपर्छ, मिडियामै आउनुपर्छ, सिडीको जमानादेखि नै आयो नि त, सिडी पनि निकाल्ने एउटा दुइटा गीतको। अनि त्यस पछाडि चाहिँ अब टिभीहरूमै आउनुपर्छ भन्ने लागेको चाहिँ नानी पाए पछाडि हो, नानी जन्मिसके पछाडि हो। अनि मेरो छोरी चाहिँ त्यो हिसाबले पनि एकदम लक्की छ मेरो लागि। जब छोरी जन्मिसक्यो नि त्यस पछाडि चाहिँ मैले बल्ल यो क्षेत्रमा अलिक बढी चाख दिएर चाहिँ लागेँ। मैले मेरो लाइफलाई यतिकै स्टप गर्नु हुँदैन, मेरो ममा भएको प्रतिभालाई मैले यतिकै स्टप गर्नु हुँदैन भन्ने फिल भएको चाहिँ नानी पाइसके पछाडि। बिहे सानै उमेरमा गर्नुभयो हो अथवा उमेर पुगेर गरे? उमेर पुगेर गरे हो। फेरि यति कति एजमा नभन्नुहोस्, त्यस पछाडि छोरीको त्यो वर्षको भन्नुहुन्छ, मेरो एज थाहा पाउनुहुन्छ। किन आफ्नो उमेरसँग डर लाग्छ हो भन्नलाई? म त एकदम इन्जोय गरिरहेको छु। म जति एजमा पुगिरहेको छु सबै एकदम इन्जोय गरिरहेको छु। अब यसमा मेरो गुनासो छैन। माघी विवाह थियो अथवा भागी? मेरो बुढा केसी हुनुहुन्छ उहाँ, म अर्को छोरी भागी। स्कुल पढ्दा नै पढेको अथवा पछि दोहोरी फिल्मै लागिसके पछाडि हो, पछि हो, एज नै भइसकेपछि हो। त्यस्तो त्यति साह्रै उत्ताउली पनि थिएन हौ। साह्रैदेखि नक्कली चाहिँ थिए। नक्कली र उत्ताउली फरक हुन्छ, उत्ताउली र छाडा फरक हुन्छ है। जेस होइन, त्यो लबाई खबाइले पनि हामीलाई गाली गर्ने बेलामा इभन मलाई नै पनि जस्तो होइन, अलिकति अब सानो मान्छे अब हुन्छ नि त एकदम दौडेर हिँड्यो भने ए कति उत्ताउली भयो कि होइन, कति नक्कली भयो कि, चाँडै पहिला जालिस भनेर त हुन्छ नि त्यो खालको गालीहरू बुवा मम्मीहरूले अझ आमाहरूले बढी बाबाहरूले भन्दा पनि त गर्नुहुन्थ्यो नि त। म त कानुनले तोकेको उमेर पुरा भएपछि बिहा भयो। परिवारले सहजै स्वीकार्नु भयो यहाँको यतिको बुहारी भएपछि? अनि स्वीकार्छन् गयो भने अरे अझै अर्को बिहे गऱ्यो भने स्वीकार्दैन, स्वीकार चाहिँ यतिको बुहारी भएपछि अरे। यस्तो थियो। अलिअलि गाह्रो त भइ नै हाल्छ। जेठो छोरो हुनुहुन्छ मेरो श्रीमान घरको, अनि क्षेत्रीय परिवारमा सिधै फेरि प्युठानको ठाउँमा जेठो छोराले नै मगर्नी ल्याएर भन्दाखेरि अलिकति झड्का त सिउरी लाग्यो। त्यस्तो एकदम ननाटेर होइन भनेर त्यो ऊ पनि भन्नु हुँदैन, केही झड्का त पक्कै लाग्यो। सासूले अलि दुःख मन चाहिँ गर्नुभएको थियो। पछि चाहिँ अब सबै कुराहरू नर्मल भयो। अहिले त माया गर्नुहुन्छ एकदमै। किनकि अहिले बरु त्यति धेरै जस्तो यो कास्टको विषयलाई लिएर, इन्टरकास्टको विषयलाई लिएर त्यो गरिँदैन होइन। त्यति बेला भनेको त अलिक गाह्रै थियो नि त। फेरि त्यो भौगोलिक उसमा पनि फरक पर्छ क्या। अब हाम्रो त गोर्खा तनहुँतिर त्यो हुनु ठुलो कुरा भएन, प्युठान हो नि त। अनि त्यही पनि सबै क्षेत्रीय बाहुन समुदाय अलिक बढी होइन। अनि मगर्नी हो अरे भन्दाखेरि चाहिँ एउटा झड्का चाहिँ सासू आमालाई पक्कै लागेको थियो। अब यता माइतीतर्फ जस्तो प्राय गए पनि पछि मान्ने चलन हुन्छ नि त होइन मगरमा। अनि बाजै बजाएर मजाले माने, यता लगेर पुरै मावलीलाई माउलीलाई माइतीलाई लान पर्ने सबै चिज लिएर रीत रिवाज सबै पुरा गरेर माने। यता कति समयपछि? नानी भइसकेपछि, नानी 3-4 वर्षको हुँदाखेरि चाहिँ। त्यति बेलासम्म चाहिँ नो नै थियो अथवा नो होइन? नो नभएर होइन, हाम्रो तर्फबाट केही तारतम्यहरू केही नमिलेर भनौँ न। अब लगत्तै अर्को वर्ष त प्रेग्नेन्ट भइहाल्यो, नानी भइहाल्यो, नानी हुर्काउनु लगाइहाल्यो। त्यही नानी हुर्किसके पछाडि बोल्न मान्ने कुरा भयो नि त। अनि त्यही हाम्रो फेरि बच्चासँग चाहिँ लिएर जाने हो नि त, दुलै भएर। यता मेरो संस्कारतिर चाहिँ मेरै तरिकाले भयो, उहाँको संस्कारतिर उहाँकै तरिकाले भयो, उहाँकोतिर चाहिँ उहाँकै संस्कारले भयो। कतिपयले चाहिँ इन्टरकास्ट गरेको कतिहरूले पछि भन्नुहुन्छ कि जस्तो होइन त्यो हुन्छ नि रीतिरिवाज, त्यो आफ्नै हुन्छ नि त कल्चर, त्यो नमिल्दाखेरि चाहिँ हत्तेरी भने जस्तो हुने रहेछ भनेर गुनासो पनि गर्नुहुन्छ कि कतिले। यहाँलाई चाहिँ त्यो खालको फिल भयो कि भएन? कहिले त्यस्तो हुँदैन, भएन मलाई चाहिँ, हुँदैन नभनौँ, मलाई चाहिँ भएन। किनभने मलाई पनि हुन त डिफ्रेन्ट त
कति डिफ्रेन्ट हो। यता मगर टोटल मगर समुदायमा मेरो त नेपाली भाषा दोस्रो भाषा, पहिलो भाषा त मेरो मगर भाषा। अनि मेरो संस्कार टोटल फरक। अब उहाँ त छेत्री बाहुनको संस्कार टोटल फरक। अब त्यो त तर त्यो कुराहरूलाई चाहिँ मैले अँगालिसके पछाडि त्यो कुराहरू चाहिँ मैले लिनुपर्छ। सहजता जसरी हुन्छ सहजता गराउनुपर्छ भन्ने तरिकाले मैले चाहिँ झन् नयाँ कुराहरू सिक्न पाएँ, नयाँ कुराहरू देख्न पाएँ। यस्तो हुन्छ र नयाँ मान्यताहरू, नयाँ कहावतहरू होइन। म त हाँसी म त के गरेँ, त्यो सधैँ बस्न पर्या अब सायद केही कुराहरू त्यहाँ डिबेट आउँथ्यो होला होइन, यस्तो हाम्रोतिर त भन्थ्यो होला होइन। अब केही समय बस्नु त हो होइन, सासूआमासँग कहिलेकाहीँ चाडपाडमा यताउता। त्यही पनि मेरो सासू त धेरै अबुझ पनि हुनुहुन्न। अनि त्यही गर्दाखेरि मलाई पनि रमाइलो लाग्यो। कतिपय कुराहरू अप्ठ्यारो होला, केही फरक होला, केही जानिएन होला, केही तर रमाइलो छ, एकदम रमाइलो लाग्यो मलाई। इन्ट्रेस्टिङ, त्यो झन् रमाइलो हुन्छ मलाई चाहिँ। म चाहिँ इन्जोय गरेँ सबै कुरामा। अब हामी दिदीको एउटा गीत सुन्छौँ अनि हामीसँग केही सेगमेन्टहरू छन्, त्यो सेगमेन्टतिर जान्छौँ। सेगमेन्ट गाह्रो नराख्ने, म त ट्विट गरिदिन्छु। के गीत सुन्ने त अब? लोकगीत सुन्ने कि अब लोकगीत सुन्नु है त? अहिले त्यो उस भइहाल्यो। मैले चाहिँ एउटा गीत कस्तो चाहिँ म आफै लेखेको सङ्कलन गरेको भनौँ, पुरानो झ्याउरे हो। त्यो गीत चाहिँ कस्तो छ अरे कतिपयले अब यो अहिलेको भो चाहिँदैन र त्यो गीत सुन्यो भने एउटै मान्छे हो र भन्ने टाइपको आउँछ। त्यो चाहिँ गाउँतिर गाउने गीत हो त्यो। गाउँमाको रहेछ मान्दे फुरे ठिटो भन्ने गीत झोरा भन्ने एल्बमबाट छ, प्रीति आले युट्युब च्यानलमा। पहिलो कुरा त प्रचार गरिहालौँ। एकदमै धेरै चर्चामा आएको छ एउटा टुक्का छ। त्यो टुक्का चाहिँ छोरी सिन्जालीको हो खास, तर धेरैले स्याङ्जालीको भनेर बुझ्नु भएको छ। त्यो पनि मलाई खुसी नै छ। छोरी सिन्जालीको होइन, सिन्जाली थर हुन्छ कि सिन्जाली मगर। मेरो आमा चाहिँ सिन्जालीको छोरी सिन्जालीको भने चाहिँ तिमी रहेछौ भन्छ म त छोरी सिन्जालीको भनेर गाउनु पर्ने यसरी थियो। तर गाउँमा हामीले माइक नभएको बेलामा गाउने जुन जसरी टाढा पुगेर गाउँथ्यो नि, त्यो आवाजमा गाएको छु। एकदमै धेरैले मन पराइदिनु भएको छ। कतिलाई थाहै छैन यो गीत प्रीति आलेले बनाएको, प्रीति आलेले गाएको भन्ने कुरा। तिमी रहेछौ भन्छ म त छोरी सिन्जालीको यसरी गाएको छु। गाउँघरमा यसरी होइन, पुरै पछिहरू टाढो पुग्ने गरी यहाँलाई त भर्सटाइल गायिका पनि भनिन्छ होइन, लोकदोहोरीतिर त्यत्तिकै होइन, अझ पप गाउन पनि त्यत्तिकै रुचि हुन्छ नि। पछि आएको पपतिर आधुनिकतिर पछि रुचि आएको हाम्रो जेनेरेसन नै। अब यसो बुझ्दाखेरि अब तपाईँहरू सायद अलि सानो होला है मभन्दा एजले, अनि हाम्रो चाहिँ जेनेरेसन नै त्यो भयो क्या। अब के भन्छ यता राजु परियारको गीत पनि सुन्ने, अनि उता चाहिँ के भन्छ नेपथ्य गीत पनि सुन्ने, त्यो टाइपको हाम्रो जेनेरेसन नै त्यो भयो क्या। अनि दुइटै उसमा चाहिँ हामीलाई इन्ट्रेस्ट जाग्ने सायद मेरो जेनेरेसन सबैलाई है त्यस्तो भयो क्या। अनि त्यो हुँदै गर्दाखेरि अब यो गीत पनि ट्राई गरौँ, त्यो गीत पनि ट्राई गरौँ भन्ने लाग्ने त्यति बेला पनि। अनि दोहोरी साँझको मुख्य भूमिका के भने त्यहाँनिर हामीले गेस्टहरू आइसके पछाडि उहाँहरूको रोजाइमा गीत गाउने फाटाफुट्टा चाहिँ हामीले त्यो आउनुभन्दा अगाडि, गेस्टहरू आउनुभन्दा अगाडि चाहिँ आधुनिक गीतहरू पप गीतहरू ट्राई गर्ने के, हामी आफूले प्र्याक्टिस गर्ने ट्राई गर्ने मौका चाहिँ दोहोरी साँझले दिएको है। यो मौकाहरू चाहिँ दोहोरी साँझलाई एकदम ठुलो श्रेय जान्छ मेरो तर्फबाट चाहिँ। त्यहाँनिर चाहिँ कतिपय कुराहरू चाहिँ पप गीतहरू कहिले अब यसले गाउला र भनेर गीतहरू पनि हामीले प्र्याक्टिस गर्न पायौँ कि आफूलाई। मैले सक्दो रहेछु भन्ने कन्फिडेन्स पनि त्यहाँबाट बटुल्न पाएँ भनौँ। कतिपयले चाहिँ जस्तो लोकदोहोरी गाउनेले चाहिँ अरू प्याटर्नको गीत गाउनै सक्दैन भनिराख्नुहुन्छ। म चाहिँ च्यालेन्ज गर्छु, यही पोडकास्टबाट अझै च्यालेन्ज गर्छु। मेरो यो भो चाहिँदैनको लास्टको जुन त्यो चाहिँ कराएर जुन फिल ल्याएर चाहिँ गरेको छु त्यो रक स्टाइलमा, त्यो चाहिँ कुनै पनि पप र आधुनिक कालले गर्न सक्दैन। त्यो म त्यो च्यालेन्जै गर्छु। सक्छन् भने गरेर पठाउँ, मलाई म पुरस्कार पठाउँछु। यहाँ त डान्समा पनि उत्तिकै धेरैले रुचाउनु भएको यहाँको बेली डान्स होइन, बेली डान्स सहितको पर्फर्मेन्स गीत गाउँदै बेली डान्स गर्ने एकदमै रुचाउनु भएको होइन। प्रीति आलेको बेली डान्स हेर्नकै लागि पनि होइन मान्छेहरू मरिहत्ते गर्ने। त्यो डान्स सिक्नका लागि चाहिँ यहाँले छुट्टै हुन्छ नि अरू समय खर्चिनु पर्यो, अथवा त्यो आफैमा आएको स्वतः आएको कला हो? प्र्याक्टिस गरेको कतिपय
प्र्याक्टिस गरेर आफै ऐना हेर्दै प्र्याक्टिस गर्थेँ म कति त स्क्रोल गर्दै हेर्दै युट्युबमा पनि होइन अनि आफै प्र्याक्टिस गरेको यो कुराहरू चाहिँ पछि केही टेक्निकहरू त्यहीँ गुगलबाट लिँदै युट्युबबाट लिँदै है अहिले अलि धेरै कम गराएको छु अल्छी गराएको छु अलि बढी अल्छी गराएको छु नत्र भने मलाई चाहिँ पर्फर्म गर्दाखेरि आधा डान्सर आधा सिङ्गर भनेर चिन्ने टाइपको भएको थियो अब हामी सेगमेन्टतिर जाउँ हजुर पैसाका कुरा भन्ने सेगमेन्ट छ पहिलो नम्बरमै पैसालाई परिभाषित गर्नुपर्दा यहाँले कसरी गर्नुहुन्छ पैसा मसँग छ भने चाहिँ मेरो हो होइन भने तपाईँसँग छ भने तपाईँको त्यो पैसा होइन तपाईँको दाजुभाइ दिदी बहिनी लोग्ने स्वास्नी जोसँग पनि छोराछोरी जोसँग छ भने तपाईँको होइन बस तपाईँसँग छ भने तपाईँको यहाँसँग 1 करोड पैसा छ भने त्यसलाई के गर्नुहुन्छ अब अहिलेलाई त छैन केही गरौँला भन्ने छैन त्यस्तो साह्रै ठुलो इच्छाहरू केही पनि छैन सबै पुरा भइरहेछ अल सेट छ सबै कुराहरू त्यस्तो म यो किनौँला त्यो किनौँला भन्ने उहरू इच्छाहरू रहरहरू त्यस्तो छैन सम्पत्तिको नाममा प्रीति आलेसँग अमलाले गर्न मिल्ने के छन् मेरो नाममा अब घर छ अहिले काठमाडौँमा अनि केही ब्याङ्क ब्यालेन्स होला एउटा दुईवटा ठाउँमा लगानीहरू छ कस्तो क्षेत्रमा केही क्षेत्रमा अहिले रिभिल नगरौँ 1-2 ठाउँमा चाहिँ लगानीहरू छ त्यति हो त्यस्तो साह्रै ठुलो छैन किनभने म आफैले गरेकोहरू हो नि त हामीलाई त अब न बाउले न कसले होइन हुन्छ नि हामी त श्रीमती नै आफै दुःख गरेको के आफै सङ्घर्ष गरेको त्यस कारणले हामी आफैसँगै सङ्घर्ष गरेको कारणले हामी आफैले जे गरेको छ हामी आफैले गरेकोहरू छ भेकल्स चाहिँ यहाँसँग के छन् मसँग छैन मेरो बुढासँग छ मसँग छैन मेरो छैन आफ्नो छुट्टै बनाउने रहर हो अथवा चलाउन सक्दिनँ म त त्यही मेरो बनाउँथेँ नि चलाउनै बनाउँछु त अनि चलाएर हिँड्नै अल्छी गर्छु किन डर लाग्छ एकदमै किन ड्राइभिङ यताउता मैले गर्दा कसैलाई ठोक्यो भने मऱ्यो भने टाइपको हुन्छ अनि अरूले चलाएकोमा बस्न चाहिँ डर लाग्दैन यहाँको सबैभन्दा धेरै खर्च चाहिँ केमा हुन्छ धेरै खर्च मेरो केमा होला खै लुगाहरूमा प्राय लुगामा चाहिँ बढी खर्च गर्छु लुगाहरू जे देख्यो त्यही किनिहाल्नु पर्ने हुन्छ अनि जुत्ता लुगाहरू चाहिँ अलिक बढी किन्छु त्यो खर्च मासिक कति जति खर्च हुन्छ लगाउने कुरामा भन्नै सकिँदैन त्यो त अब कहिले त्यस्तो साह्रै फेरि लुगाहरू भन्दाले एकदमै जे पनि अफोर्ड गर्न सक्छु भनेर यहाँ उ गर्ने नि मान्छे एकदम ब्रान्डेड चाहिन्छ भन्ने मान्छे होइन फेरि म हिजो दुःख बिर्सिन्न मलाई सुहाउने हुनु पऱ्यो मन परेको हुनु पऱ्यो जहाँ पनि किन्छु जस्तो पनि किन्छु अलि बढी खर्च भनेको लुगामा हो त्यो धेरै खर्चिलो म होइन फेरि त्यस्तो एकदमै पैसा नचिन्ने मान्छे चाहिँ होइन किनकि दुःख गरेर आएको मान्छे म पैसा चिन्छु मजाले मासिक कति जति खर्च हुन्छ मासिक बच्चाकोदेखि लिएर खर्चहरू अहिले त बढ्न थाल्यो नत्र पहिला तपाईँको महिनाको 5,000 स्यालेरीले नि मजाले धानेको हो अनि अहिले आएर चाहिँ अब पुग्छ होला सायद जस्ट लाख चाहिँ घट्छ अब खर्च धेरै हुन्छ भनेपछि यसै पनि अनुमान लगाउन सकिन्छ कमाइ पनि त्यही अनुसारै हुन्छ यस्तो छ मेरो मामिलामा चाहिँ मैले चाहिँ अहिले आएर चाहिँ मैले अब पहिला त दुवैजनाले गर्नु पर्यो अहिले आएर चाहिँ धेरै खर्च मैले गर्नु पर्दैन मेरो श्रीमानको हुन्छ अनि म चाहिँ अलि यस्तो गर्छु म चाहिँ जोगाउनु खोज्छु सकेसम्म श्रीमानकै होस् भन्छु घर खर्चहरू यताउताहरू मैले धेरै चाहिँ एकहोरो मैले मात्रै खर्चहरू धान्नुपर्छ भनेर सोच्नु चाहिँ पर्दैन आफ्नो प्याउ भनेर राख्ने हो सकेसम्म थोरै खर्च गर्न खोज्छु पैसा चाहिँ बचत गर्ने सही तरिका चाहिँ ब्याङ्कमै जम्मा गर्ने हो जस्तो लाग्छ अथवा घर जग्गामा खर्च गर्ने हो जस्तो लाग्छ अथवा गरगहना जोड्नेमा चाहिँ खर्च गर्नु पछिल्लो समय सुनको रेट हेर्दा त गरगहना जोड्नु पर्दो रहेछ किन घर बनाइछु भन्ने फिल भएको छ तर यस्तो हो केही प्रपर्टी आफूलाई चाहिएको छ भने त जोडेको राम्रो सकेसम्म त पैसा चाहिँ खर्च कम गर्नको लागि अर्को देखासेखी गर्नु भएन क्या होइन हाम्रो चाहिँ के छ भने इन्कम हेर्नु पऱ्यो नि त मेरो कमाइले यसलाई धान्छ कि धान्दैन अब तपाईँसँग 1 लाख रुपियाँ छ भने 10,000भन्दा बढी खर्चतिर चाहिँ नलाग्नुहोस् भन्छु म चाहिँ किनभने 10,000 जतिको सामान तपाईँले त्यति बेला पो किन्नुहोस् जति बेला तपाईँसँग 1 लाख हुन्छ ब्याङ्कमा बल्ल 10,000 को सामान किन्नुहोस् भन्छु म चाहिँ किनभने खर्च चाहिँ
कुबेरको धन पनि रित्तिन्छ भन्छ नि खर्च गर्न थालिसके पछाडि होइन। तर सकेसम्म चाहिँ जोगाउन चाहिँ पर्छ है भन्छु म चाहिँ, केही हदसम्म चाहिँ जोगाउनु पर्छ। गरगहनामा चाहिँ कतिको सोखिन हुनुहुन्छ? धेरै छैन। अब यो सिक्री अब धेरैले गरगहनाको सोख छैन भने चाहिँ यत्रो सिक्री लाग्छ भन्ने हुन्छ। यसको कथा चाहिँ के छ भने मसँग 2 तोला चाहिँ पहिला सिक्री थियो। त्यो सिक्रीलाई चाहिँ मैले त्यो घाँटीमा पनि खाली जस्तो देखेँ नि। म त अरू बेला अब त मङ्गलसूत्रहरू लगाइदिएन नि त, पोतेहरू लगाइदिएन, बिहे गरेको मान्छे खाली घाँटी हिँड्यो भन्ने, एउटा सिक्री त लगाइदियो भनेर 1-2 तोलाको थियो। त्यति बेला चाहिँ अलिक 60-50 थियो तोलाको त्यति बेला लिएको सिक्री। अनि पछि गएर चाहिँ के कुरामा थप्यो भन्दाखेरि मैले सुन चाहिँ बढ्दैछ अरे है भनेर कतिपयले भन्दै गर्दाखेरि त्यस भए त थप्नुपर्छ भनेर अलिकति थपेको हो। त्यस्तो साह्रै सोखिन हुँदै होइन। म गरगहनाको सोखिन छँदै छैन। म तपाईँ भन्नुहुन्छ मसँग त्यो साडीहरूसँग लाउने हारसारहरू केही पनि छैन। म त्यस्तो सोखिन छैन। केटा मान्छे जस्तो कानमा कहिल्यै लाउँदिनँ केही पनि। अनि हातमा भएको घडीहरू पनि त्यो झन्झट बेकार, एयरपोर्ट घरिघरि हिँड्नुपर्छ, फुक्का लगेर कतिपयचोटि एयरपोर्ट पनि छोडिछु अनि छोडिदियो त्यो पनि लाउन। अनि एउटा राशिको औँठी छ यी, अनि एउटा विवाहको औँठी छ। कहिले यता लाउँछु कहिले यता लाउँछु, यता अलिक चिलाको जस्तो भयो भने यता लाउँछु। त्यस्तो धेरै गहनाहरू उसहरू चाहिँ मलाई चाहिँदैन। म त्यो हिरा लगाउँ यताउता त्यस्तोहरू चाहिँ छैन। किनकि म पैसा चिन्छु क्या। म चाहिँ त्यो अनावश्यक कुरामा भोलि गएर मलाई नाफा नहुने कुराहरू चाहिँ म धेरै खर्च गर्दिनँ। प्रीतियाले भन्ने बित्तिकै गरगहनासँगै जोडिएको भएर जोडिहालेको नाकको बुलाकीको पनि खुब चर्चा हुन्छ। बुलाकी हजुर, यो चाहिँ अहिले पछि आएर चाहिँ बल्ल यो चाँदीको लगाएको होइन भने यो पनि सिल्भरको लगाएको थिएँ। सुनको लाउनु न भन्नुहुन्थ्यो कतिले। अनि सुनको लाउँदाखेरि त्यति धेरै नदेखिने फेसमा छक्का, कालो अनुहारमा पहेँलो नदेखिने भएर सेतो लगाएको। पछिल्लो समय जस्तो हाम्रो पुरानो समयमा हजुरआमाहरूले चाहिँ जस्तो बुलाकी लगाएको हामीले देख्थ्यौँ होइन। यहाँको जेनेरेसनकोले त खासै कतिपयले चाहिँ अब के लगाएको त्यस्तो नाकमा भन्छ क्या। मेरो हजुरआमै लाउनुहुन्थ्यो यो। अनि त्यो के नजाने जस्तो सरिया पल्टेर सोध्या हो कि है। हाम्रो त्यो त गाउँको पो हो त्यो त। म त सरिया पल्टेर लगाएको त होइन नि त। तर अहिले चाहिँ होइन, किनकि मेरो आमा पनि पुवाल छ यहाँ, पहिला लाउनुहुन्थ्यो, अहिले छोड्नु भएको। यहाँ चाहिँ त्यही आमाहरूले नै लाउनु भएको देखेर रहर लाएर एकदम मेरो हजुरआमाले लाउनुहुन्थ्यो। मेरो कान्छामाले अहिले पनि लाउनुहुन्छ। यति लामो लाउनुहुन्छ कान्छामाले त। त्यसलाई 3 पातीकै के भन्छ त्यो पाती लाउनुहुन्छ। त्यो छेड्दाको थोरै केही कहानी छ? 1 हप्तासम्म पुरा ब्याक टु ब्याक प्रोग्रामहरू थियो। जाडो महिनामा छेडिन्छ नि त, नपाकोस् भनेर कस्तो कुहिँदैन पाक्दैन भनेर। जाडो महिनामा त प्रोग्रामहरू प्याक टु प्याक भएको बेलामा परेको। म त पेनकिलर खाँदै प्रोग्राम गर्दै गरेको। त्यति दुखाइ दुख्छ पसलमै दुख्छ। यहाँ घरमै छेड्नु भयो अथवा होइन पसलमा छेडेको, छेड्ने ठाउँमै छेडेको। गोजी रित्तो हुँदाको अनुभव छ यहाँसँग कुनै दिन? भयो होला, किन नहुनु। भए पनि मैले त्यो मसँग छैन भन्ने फिल कहिले पनि गरिनँ क्या। किनभने मसँग छैन भने मलाई चाहिएन, छ भने जे छ मलाई चाहिने कुरा चाहियो। मसँग सधैँ छैन भने म चाहिँ अति आवश्यक कुरा पनि म कटअप गर्न सक्छु क्या। त्यो म आँट्दिनँ। इभन मैले घर बनाउने बेलामा लोन गर्नुपर्छ भने चाहिँ बनाउँदिनँ। म 1 रुपियाँ पनि मैले कहीँ कतै लोन गर्नुपर्छ भने म घर बनाउँदिनँ। किनभने मलाई लोन मन नपर्ने, मेरो स्वभावै त्यस्तो के। अब त्यो घर अगाडिको पसल छ, पसलमा त महिनामा तिर्ने हुन्छ नि त, कमाइ राखिन्छ, उनीहरूले पत्याउँछ नि त। तर मलाई क्यास भए मात्रै त्यो पसलमा जान्छु, क्यास नभए म जान्न टाइपको थियो। त्यो बानी नै के हो त्यो भनेपछि घर पुग्ने सबै पैसा आफैले जम्मा गरेपछि मात्रै जम्मा गर्छु मात्रै। म श्रीमानसँग सल्लाह गर्दाखेरि अनि घर बनाउँदाखेरि अब केही पैसा मसँग केही पैसा उहाँसँग थियो। अनि के गरौँ घर बनाउन त भन्दाखेरि लोन गर्नुपर्छ भने चाहिँ म गर्दिनँ है। नत्र लोन सोनमा भइहाल्छ कि कमाइहाल्छु कि भन्ने त्यस्तो सोचको हुन्थ्यो भने फल्नाबाट आउला यताबाट आउला भनेर त्यस्तो सोचको हुन्थ्यो भने त म त 8-10 वर्ष अगाडि घर बनाएर बस्थेँ नि। बल्ल 1 वर्ष भयो मैले घर बनाएँ। आफू त लिनुहुन्न होइन, अरूलाई चाहिँ दिनुहुन्छ कि? दिदिनँ पनि मुख्य रोचक र म चाहिँ साथीहरूलाई सहयोग चाहियो भने 8-10 हजार सहयोग त्यो फिर्ता हुने आश नगरिकन गर्न सक्छु। 5-10 हजार सहयोग त्यो गर्न सक्छु। न ऋणको हिसाबले त नो बाबा नो त सम्बन्ध बिग्रिन्छ। न न न न न म त गर्दिनँ भनेपछि अहिलेसम्म कसैलाई कडा। म लेनदेनमा एकदम कडा। नदिँदा नदिने, लिँदा पनि नलिने।
जस दिदीको हरेक कुरामा होइन नाच्न भन्यो नाच्न होइन मोडलिङ भन्यो मोडलिङ गाउन भन्यो गाउन प्रीति आलेलाई चाहिँ एउटा गीत गाएको कति लिन्छ होला अथवा एउटा गीतमा मोडलिङ गरेको चाहिँ कति लिन्छ होला भन्ने धेरैलाई जिज्ञासा छ के एकदमै महँगो हो भन्नुहुन्छ के हो खास ठिकै हो म त महँगो होइन म धेरै महँगो होइन ठिक्क गर्छु त्यस्तो सायद होइन बजार हेरेर बुझेर कसले कतिमा गरिरहेको छ त्यो हेरेर बुझेर गर्ने हो र अर्को कुरा समयमा नि भर पर्छ म खाली छु भने केही मिलाएर पनि भयो मेरो बिजी टाइमको सेड्युल बनाउनु पर्ने छ भने त त्यही टाइमको त्यो दिनमा मैले अरू प्रोग्राम गरेर जति पैसा आउँछ त्यति लिन्छु मोडलिङमा भने त्यो हुन्छ होइन अनि प्रोग्रामको कुराहरूमा चाहिँ ठाउँ हेरी हुन्छ प्रोग्राम आयोजक हेरी हुन्छ आयोजक कसरी हेरी हुन्छ भने टिकट सेल गराएको छ कि कतिको टिकट बेच्नु भएको छ उहाँले टिकट बेचेर प्रफिट गर्ने खालको हो कि नन प्रफिट सहयोगार्थ हो कि होइन अनि कुनै एउटा उद्देश्य एउटा केही सहयोगार्थ कहिलेकाहीँ चाहिँ अनाथ बालबालिकाहरूको लागि भनेर सहयोगार्थ निस्वार्थ प्रोग्रामहरू गरिरहेको हुन्छ त्यो हो कि होइन निःशुल्क प्रवेश सशुल्क हो कि निःशुल्क हो कि त्यो हेरेर त्यो अनुसार चाहिँ तय गरिन्छ यति नै चाहिन्छ यति भन्दा त म हुँदै हिँड्दिनँ प्रोग्रामै गर्दिनँ भन्ने खालको त्यस्तो ढुङ्गे मन चाहिँ होइन धेरैमा कति लिनु भएको छ थोरैमा कति त्यस्तो त थोरैमै कुरा गर्ने हो त फ्रीमा नि गाइहाल्छ नि अब त्यो जमानामा कति फ्रीमा पनि गाइयो नि त्यो त थोरैमा धेरैमा त नभनौँ तर एकदमै युज धेरै महँगो प्रोग्राममा लानु त्यही भएर त बिजी छु नि त म एकदम ठुलो डिमान्ड गर्दिनँ किनकि मलाई थाहा छ कि मलाई दर्शक कतिको हेर्न आउनुहुन्छ मेरो आयोजक कतिको प्रफिट हुन्छ हुँदैन मलाई लगेर त्यो कुराहरू मैले बुझ्नुपर्छ कि अब जस्तो मलाई हेर्न आउने टिकट काटेर हेर्न आउनेले 200 काटेर तिरेर आउन सक्नुहुन्छ कि जुन ठाउँमा जाँदैछु म त्यो ठाउँको मान्छेले 50 रुपियाँको टिकट काटेर हेर्न आउने वातावरण बनाउन सक्छु कि सक्दिनँ मैले होइन त्योहरू चाहिँ हेरेर बुझेर ठाउँ हेरेर चाहिँ अलि मिलाउने बढाउने त्यो गर्छु गीत सङ्गीतबाट सुरुवाती दिनदेखि अहिलेसम्म कति जति कमाए होला जस्तो लाग्छ यहाँलाई जति कमाएँ गीत सङ्गीतबाटै कमाएँ मैले त मेरो त अब एक्स्ट्रा अरू त केही पनि थिएन भएन पनि जागिरहरू श्रीमानले गर्नुभयो होइन म आफ्नो नितान्त आफ्नै कमाइ चाहिँ जति गरेँ गीत सङ्गीतबाटै गरेँ त्यही हो अहिलेसम्म कमाएको अर्को सेगमेन्ट छ फर्केर हेर्दा भन्ने विगतलाई यहाँले सम्झिनु पर्ने हुन्छ मोबाइल किनेर चलाएको र फोनमा बोलेको छेड पहिलो पटक टिकटिकै मोबाइल थियो त्यस्तो साह्रै ठुलो पनि होइन पोखरामै हुँदाखेरि किनेको टिकटिकै फोन थियो त्यति बेला त्यस्तो साह्रै नौलो पनि भइसकेको लागेको थिएन हौ सबैले लिइसकेपछि नै मैले त्यो फोन त एकजना सुनिता दिदी भन्नेसँग सेकेन्ड ह्यान्ड किने हो कि जस्तो लाग्छ है एउटा टिकटिकै थियो त्यहाँभित्र सिम हाल्नुपर्छ भन्ने नि ज्ञान थिएन पछि थाहा पाएको फोन त किनेको नि त्यो त सिम किन नि महँगो थियो सिमै किन्दा महँगो थियो कि फोनभन्दा अझ अनि त्यस्तो थियो त्यो त्यति बेला मलाई याद छ त्यो स्न्याक खेल्ने मिल्छ नि त्यो टाइपको यत्रो मोटो टिकटिको फोन चाहिँ थियो र खुसी नि कति खुसी बाबा अनि घरतिर फोन गर्न पाउँदा त्यहाँबाट त्यो बेलादेखि अहिलेसम्म कतिवटा सेट चेन्ज गर्नुभयो धेरै चेन्ज गरेँ मैले धेरै चेन्ज गरेँ तर कस्तो भने कहिले गिफ्ट आएर चेन्ज गरेँ होइन कहिले चाहिँ त्यो बिग्रेरै चेन्ज गरेँ तर मलाई नयाँ चाहिएर राम्रो चाहिएर चाहिँ चेन्ज कहिले गरिनँ म यस्तो कुराहरूमा चाहिँ एकदमै धेरै त्यो सकिन छैन क्या मलाई अहिले पनि अब यो 15 प्रो म्याक्स बोकिरहेको छु होइन 16 बजारमा आयो यो फालौँ म 16 किन्ने हो भन्ने टाइपको म छैन म यो चलिन्जेल चलाइरहन्छु कि मेरो यो पनि के भने योभन्दा अगाडिको फोन हराएर किन्नु पर्यो होइन यो मेरो गिफ्ट आएको हो होइन साउदी एनआरएनएको एकजना दिदी हाम्रो अध्यक्ष हुनुहुन्छ त्यो दिदी र हाम्रो श्रीयावा दाई उहाँहरू दुईजना मिलेर मलाई गिफ्ट गर्नुभएको पहिला योभन्दा अगाडि प्रोग्राममा जाँदा त्यो योभन्दा अगाडि चाहिँ मेरो 14 प्रो म्याक्स थियो त्यो 14 प्रो म्याक्स चाहिँ यो आइसकेपछि छोरीलाई दिएँ 12 प्रो म्याक्स चाहिँ हराएको मेरो चोरी भएपछि 14 प्रो म्याक्स किन्न बाध्य भएको त्यति बेला पनि मलाई अझै रहर थिएन साथीहरूले कराएर सुहाएन तँलाई यस्तो फोन सुहाएन तँलाई लाज लाग्दैन आइफोन किनेर स्यामसङ लिँदैन ठिकै नर्मल लिँदै कि त्यो पनि राम्रो होइन ठिकै लिँदै साथीहरूले कराएर सुहाएन यतिको सेलिब्रेटीलाई यस्तो लिनुपर्छ भनेर लिएको म त्यस्तो सोखिनु होइन फेरि मलाई नयाँ चीजहरू चाहिने यताउता त्यस्तो खालको चाहिँ म होइन कहाँ जाँदा चोरी भएको फोन चाहिँ खल्टीबाटै चोरिदिएको खल्टीबाटै झिक्दिएको भने 12 प्रो म्याक्स थियो खल्टीबाटै झिक्दिरहेको कहाँ कुनै प्रोग्राममा जाँदा होइन घर वरिपरि नै कता धापासीमा बस्ने त्यति बेला केही सामान किन्न जाँदाखेरि खल्टीबाटै चोर्दे रेडियो सुन्दा र टिभी हेर्दाको टिभी त हामी त कति टाढो गएर हेर्नु पर्थ्यो हाम्रो घरमा टिभी थिएन अनि टाढो गएर हेर्नु पर्थ्यो आँगनमा बसेर पिँढीमा बसेर मकै चढाउँदै हेरिन्थ्यो
अनि मुभीहरू हेर्थ्यौँ त्यहाँ मुभी लाउँथ्यो नि त त्यति बेला त च्यानल भन्ने हुँदैन थियो सिधै मुभी लाउँथ्यो कहिलेकाहीँ सिरियलहरू आउँदाखेरि अलि पछि च्यानलहरू जोडिसकेपछि केबल जोडिसकेपछि चाहिँ सिरियलहरू खुब हेर्थ्यो हो मलाई म्युजिक भिडियो हेर्न खुब मन पर्थ्यो फेरि गीतहरू सुन्दाखेरि चाहिँ बाल्य त्यस पहिला कसको बढी सुन्नुहुन्थ्यो यहाँले सबै खालको सुन्यो नि गीतहरू त तर अब यस्तो हुन्छ त्यति बेला आफ्नो हातमा रिमोट हुने प्याटा प्याटा पार्ने यो लाउँछु त्यो लाउँदिनँ भन्ने भए पो यस्तो सुन्छु र त्यस्तो सुन्छु भन्ने नि अर्काकोमा जाँदा जे लगाइदियो त्यो हेर्ने नि पहिलोपटक हलमै गएर फिल्म हेरेको अनुभव चाहिँ हलमा चाहिँ आमाहरू मेरो आमा पनि एकदम मुभी अहिले पनि 80-82 वर्ष हुनुभयो अहिले पनि मुभी हेर्न भने जानुहुन्छ है अस्ति भएर पनि मैले बसन्त हेरेर लिएर थिएँ अनि आमाहरूले चाहिँ को पछि पछि लाएर चाहिँ बच्चैदेखि नै हेर्न थाले है मुभी चाहिँ त्यो याद पनि नहुँदाखेरिदेखि नै आमाले अब पछि पछि लिएर चाहिँ हेराउनु भएको भनेपछि त्यस अनौठो त्यस्तो केही अनुभव छैन पहिलोपटक महिनावारी हुँदाको अनुभव महिनावारी हुँदाखेरि चाहिँ मैले हाम्रोमा त बार्दैन क्यारे अनि यता मगर समुदायमा चाहिँ समुदायमा हाम्रो घरतिर बार्दैन अनि को भयो को भएन पनि खासै थाहा नहुने अनि मैले त भन्दै भनिनँ 2-3 वर्षसम्म त कसैलाई भनिनँ भाउजूहरूलाई नि भनिनँ कसैलाई भनिनँ बार्दैन हाम्रोमा चाहिँ हाम्रो घरमा चाहिँ बार्दैन कति वर्षको उमेर हुँदाखेरि चाहिँ यहाँ आउनु भएको थियो 12-13 वर्षकोमा होला जस्तो बारे ज्ञान थियो यहाँलाई हुनुभन्दा अगाडि मलाई मिस भएको भन्ने थाहा थियो मैले चाहिँ अरूलाई भनिनँ कसैलाई नि भनिनँ एकदम गोप्य राखेँ भनेपछि अहिले त झन् बार्ने कुरै भएन यहाँले अहिले त झन् यहाँ चाहिँ बार्दिनँ घर चाहिँ बार्छु घर जाँदा चाहिँ बार्छु घरमा र यहाँ पनि सासू आउनु भएको बेला चाहिँ बार्छु आफैलाई चाहिँ मनदेखि चाहिँ हुन्छ नि के कुरामा चाहिँ अझ होइन जस्तो मन्दिरहरू जाने कुरामा अझै पनि हामी अहिले पनि म मन्दिर जाँदा चाहिँ अप्ठ्यारो लाग्छ पूजै गर्न चाहिँ अप्ठ्यारो लाग्छ बाहिरबाट ढोक गर्न छुट्टिएर भयो पूजै गर्न चाहिँ मिन्स भएको बेला अप्ठ्यारो चाहिँ लाग्छ जस सहज रहेछ नि त यहाँहरूकोमा त होइन जस्तो इभन अहिले नै पनि गाउँघरमा त 21 दिन 7 दिन लुकाउने घामको मुख हेर्न नहुने भन्ने चलनहरू छ नि त यहाँलाई त सजिलो रहेछ किनकि त्यो त म आफैले पनि 13 दिन लुकेको हो क्या दाईहरूलाई हेर्न नहुने बुवाहरूलाई हेर्न नहुने भन्ने थियो क्या जस यहाँहरूकोमा चाहिँ त्यो सहज रहेछ त्यो सहज त्यो मात्रै होइन मगर समुदायमा मगर मात्रै होइन जस धेरै जसो मलाई लाग्छ हाम्रो मङ्गल्यान्डहरूमा चाहिँ के हुन्छ जस्तो लाग्छ भने अरूमा भन्दा अलिकति छेत्री बाहुनहरूमा भन्दा छोरीहरूलाई र छोराहरूलाई त्यो धेरै डिबेट नगर्ने होइन अनि त्यो बुहारीहरूलाई पनि धेरै कष्टहरू नदिने त्यो खालको एउटा चाहिँ समाजवाद चाहिँ त्यहाँभित्र छ क्या अलिकति जस त्यो माहौल चाहिँ त्यो छ भनौँ न जस्तै छोरीले गाउनु हुँदैन नाच्नु हुँदैन टाइपको त्यो पढ्नु हुँदैन टाइपको हाम्रो समाजमा छैन जस्तो लाग्छ कि अलिक कम छ कि छेत्री बाहुनहरू भन्दा छँदै छैन त होइन कम छ क्या हाम्रोमा चाहिँ जस्तै भाउजूहरू अब खुलेर हाँस्न नहुने बोल्न नहुने त्यस्तो हुँदैन कि हाम्रोमा चाहिँ मजाले त्यो त्यति धेरै फरक चाहिँ हाम्रोमा विभेद चाहिँ छैन कि त्यो जस्तो लाग्छ है मेरो आफ्नो घरमा चाहिँ छैन है अलिक खुला खुला मजाले हाम्रो अब भाउजूहरू पनि रमाइलो गरेर हिँड्न पाउँछ नाच्न गाउन रमाइलो गर्न पाउँछ छोरी सरह नै होइन छोरीहरू पनि छोरा सरह नै त्यति धेरै फरक जस्तै अब अर्को एउटा कुरा मलाई मनपर्ने चाहिँ हाम्रो समुदायको चाहिँ के मनपर्छ भने दाइले पनि सकेको आफ्नो काम गर्छ भाउजूले पनि सकेको आफ्नो काम गर्छ तेरो काम यो हो मेरो काम यो हो भन्दैन क्या हाम्रोमा चाहिँ भाउजूले पनि बन्चाराले दाउरा चिर्दा हुन्छ दाइले पनि भाउजूको लुगाहरू पनि बोकेर दाइले धुन हिँड्न पनि रहेको हुन्छ क्या त्यो चाहिँ हाम्रो समुदायभित्रको मलाई मन परेको राम्रो ब्युटिफुल चिज भन्छु अब यहाँले त त्यो त्यस्तो खालको पारिवारिक उसमा हुर्किनु भएको होइन त्यो गरिरहनु भएको बिहे गरेर गएपछि चाहिँ यस्तो खालको अप्ठ्याराहरू आयो क्या अप्ठ्यारा फरक क्या कति फरक क्या अब मलाई त म छुट्टै श्रीमानसँगै छुट्टै बस्दै गर्दा त म त जसरी पनि मेरो आफ्नो पकडमा ल्याउँछु मलाई थाहा छ तर सासूहरूको अगाडि त्यो गर्नु भएन उहाँहरूले त चित्त दुख्छ एउटा चाहिँ के भएको थियो भने इन्सिडेन्ट हाम्रो चाहिँ 2 तला माथि भान्सा थियो के गाउँको घरमा के प्युठानको कुरा गरेर चाहिँ श्रीमानको घरतिर 2 तला माथि भान्सामा त पानी बोकेर लानु पर्यो त्यहाँ त अब त्यो पुरानो डिजाइनको घर त्यहाँ पानी थिएन धारा थिएन तलबाट लानुपर्छ माथि भान्साको लागि पानी अनि बोक्ने बेलामा हाम्रोतिर त भारी त बोक्दैन भाउजूहरूले त दायाले बोक्ने हो होइन अनि सक्नेले बोक्छ सकेसम्म त्यो अप्ठ्यारो गाह्रो काम त केटाहरूले गर्छ दाइहरूले गर्छ अनि त्यो माथि तल पानी धारण थापेपछि ल्याइदिनु त भनेर बुढालाई भनेको आमा मम्मीले लोग्नेलाई काम गराउनु हुँदैन के गरेको भनेर मम्मी यस्तो गर्नु हो र भनेर हाँसेको है बुढालाई काम लाउनु हुँदैन अरे नि अनि मेरो त त्यही भएर नि त्यो संस्कारले पनि होला मेरो बुढो चाहिँ घरको कामै नछुने क्या अनि त्यसपछि म त हाँसेँ गर्ने गरेर है म सक्दिनँ म ल्याउँदिनँ तर ल्याउँ त्यसो है भने होइन हाँसेँ मेरो सासू चाहिँ हुँदैन भनेर
त्यो चाहिँ मलाई हाँसो लाग्छ अहिले नि सम्झिँदाखेरि। त्यो उहाँहरूको समुदायमा चाहिँ केटा मान्छेलाई चाहिँ काम नलाउने जस बुहारीले गर्ने होइन। अब नन्द मजु आयो भने पनि गर्ने के मेरो सासुआमा आफै काम गर्ने छोराहरू नगराउने त्यो भने त्यति बेला चाहिँ त्यता अनि त्यो कुरा चाहिँ हाँसो लाग्थ्यो मलाई चाहिँ। जस्तो यहाँको मातृत्व अनुभव सुनाउ न। अब एकदमै रहरको एजमा भनौँ रहरमा बच्चा जन्माएँ र अर्को रमाइलो किस्सा के भने मेरो बच्चा अपरेसन गरेर पाएको है। अनि अपरेसन गर्दाखेरि मलाई चाहिँ व्यथा एकदम धेरै व्यथा सहेको मलाई छैन। एकदम चाँडै नै अलिअलि दुख्ला जस्तो हुँदाखेरि नै बच्चाले के दिशाहानलाई के भनेर चिरिहालेँ। डेट दिएको भन्दा अगाडि चिरेँ कि अनि चिरेको भोलिपल्ट नुहाएर गएको म हस्पिटल। 2 दिनमै एउटा कुरा त चाँडै डिस्चार्ज गरिदिनु पऱ्यो भने मेरो नजिकै छ डाक्टर, मलाई त्यहाँ बस्नै मन लागेन कि त्यति हस्पिटलको इन्भाइरोमेन्टमा। म घरै जान्छु, म यहीँ नजिकै छ घर, केही पऱ्यो भने म आइहाल्छु यहीँ भनेर भोलिपल्टै डिस्चार्ज गरेर गएँ घर है। 2 दिनमा भनौँ न, पर्सिपल्ट आज बिहान चिर्यो, भोलि पर्सिको बिहान त गएँ घर। अनि घर गइसकेपछि डक्टरले मानिरहेको थिएन, तैपनि म आफू टाठो देखेर होला अनि पठाइदिनु भयो। अनि गइसकेपछि म पर्सिपल्ट त्यहाँ घाउ उसको लागि आउनु पर्ने थियो, ड्रेसिङको लागि आउनु पर्ने थियो। उहीँ नुहाएर साबुन लगाएर नुहाएर आइदिएँ। अनि आउँछु अनि डक्टरलाई त्यो ड्रेसिङको लागि डक्टरले चेक गर्नु पऱ्यो, म सुत्नु पऱ्यो नि त। आफै सुत्छु, त्यस्तो नगर्नु, के गर्नु भएको, त्यस्तो गर्नु हुँदैन। अन्त डक्टरले उनीहरूले सुताइदिने उठाइदिने रहेछ नि त, के थाहा, म आफै सुतेको छु, आफै उठाएको छु, त्यस्तो के म चाहिँ जाराकजुरुक। अनि त्यो कुराहरू चाहिँ म आफैलाई। अनि 8औं दिनको दिनमा काठमाडौँबाट प्युठान म छोरीको न्वारण गर्न गएको छु क्या। अब अपरेसन गरेको मान्छे बच्चा लिएर प्युठान पुगेर न्वारण गराएको छु। अनि 8औं दिनको दिनमा हिँड्नु पऱ्यो, 9औं दिनको दिन पुगेर न्वारण गाउँ गरेर गराएको छु। अनि अहिलेको मान्छे चाहिँ हस्टेलको तल्लो फ्लोरमा आउँदाखेरि सायद जान जस्तो गर्छ होला है। मेरो चाहिँ त्यति बेला त्यो एजमा पाएको भएर यो के भन्छ त्यो इच्छा शक्ति बढी हो कि त्यो हिलिङ पावर पनि धेरै हो कि मान्छे नै टाठो हो कि अब जिन नै त्यस्तो पीडा भन्दा बढी इन्जोयलाई उनले गर्नु सक्ने के जे पनि गर्छु भन्ने हिम्मतिलो भनौँ न, या भनेर बस्न मन नगर्ने, भनेर बस्न नखोज्ने। उहाँ को चाहिँ मान्छ त नि अहिले यहाँ चिरेको प्युठान गएर त्यो पनि आधी बाटोसम्म मात्रै हाम्रो गाडी जाने, त्यहाँबाट उता त बसमा लोकल बसमा गएर अनि उयो गरेको के भन्छ अरे न्वारण गरेको। अनि त्यही डक्टर पनि दङ भने यस्तो नगर्नु भने आफै सुत्दिने। आफै अब ड्रेसिङ गर्न फर्स्ट टाइम ड्रेसिङ गर्न जान्छ, साबुन लगाएर नुहाएर गइरहेको छ, के ड्रेसिङ गर्न आउनु भएको त भन्छ डक्टरले। साबुन लगाइसक्यो नुहाइसक्यो, के चाहिँ ड्रेसिङ गर्ने त भन्नुहुन्छ डक्टरले। धेरै हिलिङ पावर चाहिँ बढी भनौँ आँटिलो। म चाहिँ प्रेग्नेन्ट छु भन्ने कुरा चाहिँ कसरी थाहा पाउनु भएको थियो? त्यही बोमिटहरू आएपछि थाहा भएको। अनि खाना फिट्टिकै रुचेन। अनि 3 महिना जति त मैले त खानै खाएन। 3 महिना जति म त सायद कसरी बाँच्यो होला जस्तो लाग्छ क्या। त्यो अहिले त अब 1 दिन खाएन भने नि कस्तो हुन्छ नि है, त्यति बेला कसरी बाँच्यो होला है भन्ने फिल हुन्छ कि खाँदै मुखमा नलाने त्यस्तो भयो। अनि पछि फेरि जब 3 महिनापछि 4औं महिना लाग्यो नि, यति खाएँ कि कति 7 प्लेट कि 8 प्लेट त पानी पनि खाइदियो कि। पहिलो पटक छोरी हातमा लिँदाखेरिको चाहिँ कस्तो अनुभव भएको थियो हुन्छ नि, ओहो आमा भन्ने त होइन। त्यो चिर्दाखेरि थाहा पाउने रहेछ क्या त्यो चलाको डक्टरले, सब थाहा पाउने रहेछ क्या। यता मात्रै लट्ठाइदिन्छ, यता त सबै थाहा हुने रहेछ क्या। चिरेछ, यहाँ सिलायो, झिक्यो, सबै थाहा हुने रहेछ क्या यहाँबाट यता चाहिँ। अनि बडी यस्तो चलाएर निकाल्दाखेरि चाहिँ भोमिट आउला जस्तो हुँदैछ। डक्टर भोमिट आउनुलाई कराउँछ, नबोल्नु भन्छ त्यस्तो क्या म चाहिँ। अनि बच्चा निकालेर लिएर सेतो त्यो बच्चा है लिएर डक्टरले लिएर त्यहाँ त्यो स्टार हस्पिटल त्यति बेला बच्चाहरू डेलिभरी गर्दैन थियो, डक्टरको छुट्टै चार्ज दिएर छुट्टै हायर गरेर गर्नु पर्थ्यो। अनि गरिदिनु त्यो तरिकाले गरेको स्पेसल ट्रिट पाएँ मैले, बच्चाले पनि राम्रो ट्रिट पाएँ त्यहाँनिर पाउनु त। अनि त्यो गरेर लिएर आएको। अनि आउँदाखेरि आफूलाई पत्ता नलाग्ने, म पनि बच्चा कहाँ है टाइपको त्यस्तो चाहिँ म। अनि फेरि यस्तो हुँदो रहेछ नि, हुँदा भगवान्ले नै त्यो बनाइदिने होला है। त्यो बच्चा अलिकति 2-3 वर्षको नहुँदासम्म त आमालाई त यस्तो बनाउँदो रहेछ। अहिले त्यसपछि थाहा पाएँ मैले त्यो कुकुरहरूले अनि बाख्राहरूले बच्चा पाउँदाखेरि कसरी किन हान्न आउँछ भनेर क्या। त्यो भगवान्ले नै त्यो बनाइदिँदो रहेछ क्या, मेन्टल्ली मान्छेलाई एग्रेसिभ बनाइदिने बच्चाप्रति के हुन्छ नि। बिरालो करायो भने मेरो बच्चा रोयो भनेर तर्सिने त्यो बनाइदिँदो रहेछ कि भगवान्ले नै आमालाई चाहिँ त्यस्तो।
नाम पनि गुराँस राख्नु भएको छ होइन त्यो आफै राख्नु भयो अथवा केही छ गुराँस राख्नुको कारण गुराँसको बाबाले राख्नु भएको गुराँस उहाँको उसको गबाट नाम जुरेको थियो अनि त्यस पछाडि के राख्ने भन्दाखेरि गुराँस पहिल्यै पेटमै हुँदा पनि यो नाम राख्ने भन्ने थिएन प्लान थिएन हुँदाखेरि एकदम के अब त्यति बेला त हेर्न नदिने छोरा हुन्छ कि छोरी हुन्छ भन्ने थियो के भन्ने थियो अनि पछि चाहिँ गबाट नाम जुर्यो त्यस पछाडि गुराँस राखेको जस नानी पनि ठुलो भइसक्यो होइन पछिल्लो समय जस्तो मान्छेहरूलाई बिहे छैन भने बिहे कहिले होइन बिहे भइसकेपछि बच्चा कहिले बच्चा भइसकेपछि अर्को कहिले भन्ने हुन्छ होइन हुन त अहिले त धेरैले सोध्न छोडिसक्यो होला यहाँलाई होइन एउटा बच्चा छ भने चाहिँ सिद्धे बच्चा भयो भने चाहिँ भयो सिद्धि भयो त त्यति हो एउटै हो हामी पनि अर्को पाउने रहर लागेन रहर लागेन किन सङ्घर्षमै थियौँ हामी बच्चा हुर्काउँदै गर्दा पनि सङ्घर्ष गर्दै बच्चा हुर्काउँदै थियो जस एउटा कुरा राम्रो के गर्यो भने समयमा बच्चा पाइएछ त्यहाँ त्यो उमेरमा बच्चा पाइने थियो भने पछि टाइमै नहुनेछ बच्चा पाउने जस मेन्टली पनि मेरो काम पित्यो भन्नेतिर परेन क्या त्यति बेला खासै कामहरू केही पनि थिएन ठ्याक्कै अब बच्चा पाउने एकदम गुड टाइममा प्लानिङ गरिएछ भन्छु म चाहिँ एउटा समय आएपछि चाहिँ नानी अथवा बाबुहरूले नै पनि मामु मलाई भाइ चाहियो अथवा होइन बहिनी चाहियो त्यो खालको अनुरोध गर्ने रहेछ अलि सानोमा चाहिँ भन्थ्यो सानोमा एकचोटि मैले राखेको कसलाई लगाइदिनु त भनेर राखेको दिन रुथ्यो छोरी सबैले राखी लगाएको देखेर मैले चाहिँ कसलाई लगाइदिनु त भनेर रुथ्यो अनि अहिले त बुझ्नु भइसक्यो अहिले त हुन्न भन्छ अलि 1-2 वर्ष अगाडिसम्म चाहिँ जिस्केर भाइ पाउने कि एउटा भाइ बहिनी जे भयो नि पाउने कि भन्यो भने लाज लाग्दैन भन्थ्यो बच्चासँगै बच्चा पाउने कुरा लाज लाग्दैन भन्थ्यो अहिले त ठुलो बुझ्नु भइसक्यो अहिले त पर्दैन भन्छ अहिले यहाँ आफैलाई चाहिँ रहर लाग्दैन कहिले हुन्छ नि ओहो होइन एउटा त पाउने पर्ने रहेछ भन्ने होइन अब त फ्री भइहाल्छ अब त फेरि बिहे नभएको जस्तो फिल गरिरहेछ आफूलाई होइन सबै हिसाबले अब आर्थिक हिसाबले पनि फ्रिडम भयो होइन केही कुराहरू आँट्नौँ यता हिँडौँ उसो गरौँ भन्यो भने के गर्ने होला खर्च कसरी पुऱ्याउने होला भन्ने स्थिति छैन नि त सबै अलिकति केही नै हदसम्म आर्थिक हिसाबले पनि फ्रिडम भइसक्यो अनि एजले पनि अनि धेरै कुराहरूले फ्रिडम भइसक्यो अब चाहिँ फ्री फिल गरिरहेको छु अब लाइफ इन्जोय गर्ने हो प्रेसर चाहिँ यहाँलाई कतिको आउँछ जस्तो हुन्छ नि साथीभाइ अनि आफन्त इष्टमित्र अझ छोरो हुनेहरूलाई चाहिँ त्यति धेरै अझ गर्दैन एउटा छोरो छ ठिक छ भन्ने हुन्छ होइन भन्छन् मेरो सासूले चाहिँ कस्तो भने मेरो सासूको चाहिँ दाजुभाइहरू नभएको अनि उहाँलाई चाहिँ परेको भएर उहाँलाई चाहिँ माइती नहुँदाको पीडा कस्तो हुन्छ भने मलाई थाहा छ छोरा पाए नि छोरी पाए नि एउटा पाइदियो तर साथी त चाहिन्छ गुराँसलाई भनेर चाहिँ उहाँले चाहिँ अहिले पनि भन्नुहुन्छ उहाँले किनभने त्यो उहाँको पीडा भएको कारणले भन्नुभएको थियो तर प्रेसर नै त होइन बेला बेलामा चाहिँ कुरा चाहिँ गर्नुहुन्छ माइती नहुँदा दिदीबहिनी कतिसम्म साथ हुन्छ भन्ने कुरा मलाई थाहा छ हामी पढ्नेलाई थाहा छ एउटा छोरीलाई एउटा साथी चाहिन्छ भन्नुहुन्छ अनि त्यो चाहिँ सासूआमा चाहिँ आफ्नो फिल चाहिँ राख्नुहुन्छ अहिले एक खालको सफलता जस यहाँले हासिल गरिसक्नु भएको छ होइन फर्केर हेर्दाखेरि त्यो बितेका पललाई हेर्दाखेरि जीवनमा त्यो असफल भएका घटनाहरू कहिलेकाहीँ हुन्छ नि सम्झने गर्नु भएको छ कि छैन यस्तो चाहिँ म चाहिँ अब मैले अघि नै भनिहालेँ म चाहिँ धेरै कुराहरू ठुलो कुराहरूको आशा नराख्ने जुन सबै कुरामा पनि आफ्नो क्षेत्रमा पनि मैले जति पाएर छु त्यो मेरो लागि एकदम ठुलो हो भन्ने धेरै पाएँ म एकदम होइन मेरो अझै यो हुनु पर्थ्यो म यस्तो हुनु पर्थ्यो भन्ने नसोच्ने क्या म चाहिँ जे भइरहेको छ इट्स ओके भन्नेमा चल्ने भएको कारणले म त्यति बेलै सफल थिएँ जति बेला 5000को जाहिर खाएको थिएँ त्यति बेला म खुसी थिएँ सफल थिएँ त्यस पछाडि म त्यति बेला पनि म खुसी थिएँ जति बेला म विदेश कार्यक्रमहरू पहिलो विदेश कार्यक्रम गराएको थिएँ होइन म त्यति बेला पनि खुसी थिएँ अनि जति बेला म 10वटा हजार 15वटा हजार लिएर स्टेज सोहरू गर्थेँ त्यति बेला म सफल थिएँ खुसी थिएँ र अहिले पनि म सफल छु खुसी छु लाइभ दोहोरी गाइरहेको स्टुडियोमा त म छिरेकै थिइनँ कति छिरेको भन्नुभयो होइन त्यो पहिलोपटक स्टुडियोमै गएर गीत रेकर्ड गर्दाको अनुभव सुनाउन स्वरै नआउने भने कहाँ जाने त्यस्तो चाहिँ आफू एकदम त्यो बानी पनि नपरेको एल्बमसँग काम गर्ने अनि त्यहाँ रेकर्ड भइरहेछ भने थाहा छैन आफूलाई चिच्याएर बाहिर गाउने बानी परेको छ सायद बाहिरै जस्तो सुनिनुपर्छ भन्ने सोच्दै होइन त्यस्तोहरू चाहिँ हुँदो रहेछ सुरुमा पछि स्टुडियोहरूतिर अब रिलेसन पनि बढ्दै गयो मान्छेले छिर्दै पनि गयो त्यसपछि एकदम डर लाग्ने त्यति बेला त स्टुडियो छिर्नै डर लाग्ने छोइदिएर माइक छ भने थरथर कामले त्यस्तो हुन्थ्यो नि त अलिकति जस त्यो खालको डर चाहिँ हुन्थ्यो क्या स्टेजमा बरु बानी पऱ्यो बच्चैबाट स्टेजमा चाहिँ 1 लाखजना मान्छेको अगाडि पनि उफ्री नाची कमर हल्लाएर नाचिदिने गाइदिने स्टुडियोमा चाहिँ डर लाग्थ्यो क्या सुरुमा ला के हुने हो कसो हुने हो भनेर अनि 1-2 चोटि एउटा गीतहरू त रिरेकर्ड पनि गराएको छु होइन त्यस्तोहरू छ
डर लाग्थ्यो सुरुमा। अब एउटा गीत सुन्छौँ दिदीको। धमलाल चाहिँ सिधै गीत होइन, एउटा सेगमेन्ट सकियो अनि त्यही भएर धमला शैलीमा गएर सिधै। ओके। तिमी जस्तो तिग्रे कति बिग्रे तुम्बाको तातो पानीले झन्झला जिस्कने बानीले हे पुतली नाच्यो बत्तीमा आछु चुचु जाडो टुपी ठाडो भन्दै हिँड्ने बाहुन बाजे आइरहन्छ हाम्रो होटलमा तिन पानी खोज्दै बोतलमा। यो गीत पनि अलि टिकटकहरूतिर धेरै मन पराइदिनु भएको। सबै गरेर अहिलेसम्म कतिवटा जति चाहिँ गीत यहाँले गाउनु भयो होला? थुप्रै गाए गीतहरू त अब गाए जतिको चाहिँ वेट नहुँदो रहेछ। त्यहाँ त मान्छेले भर्खर गीत रिलिज भइरहेछ, तपाईँले खै त नयाँ के आएको चित्त दुख्छ। थुप्रै गाएको छु नि गीतहरू त। कतिपय चाहिँ अब व्यावसायिक हिसाबले अरूको गीतहरू पनि कति गाएको छु, धेरै नै गाएको छु। यही तिमी जस्ता तिग्रे पनि हाम्रो माधव थापा सरको सिर्जना हो। अनि कतिपय गीतहरू चाहिँ आफै लेखेर पनि आफै लगानी गरेर पनि गाएको छु। केही व्यक्तिहरूलाई सम्झना गर्न दिन्छु म यहाँलाई होइन। अघि नै बद्री पङ्गिनी दाईको बारेमा त केही यहाँले भनिसक्नुभयो होइन। नम्बर 1मै राखेको थिएँ मैले बद्री पङ्गिनी। उहाँको बारेमा भन्नुपर्दा दाईको बारेमा मैले के भन्नु, दाईको चाहिँ मलाई यहाँ हुनुमा दाईको ठुलो हात छ। अहिले पनि दाईको सपोर्ट छ। मैले अलिकति केही विराम गरेँ भने गाली गर्ने र राम्रो गरेँ भने स्याबास दिने पहिलो अधिकार राख्ने व्यक्ति हुनुहुन्छ यो क्षेत्रमा। उहाँको एकदमै मनपर्ने पक्ष दाई चाहिँ हाँसी मजाक गर्नुहुन्छ कि। म आफू पनि धेरै मजाकिलो मान्छे भएको कारणले मलाई चाहिँ मजाक मनपर्छ दाईको। धेरै मजाक गर्नुहुन्छ, हरेक कुरामा हरेक सिचुएसनमा मजाक गर्नुहुन्छ, साह्रै रमाइलो हुनुहुन्छ। दाई पनि एकदम ह्याप्पी पर्सन के, कहिले पनि दुखी नहुने ह्याप्पी पर्सन। त्यो चाहिँ साह्रै मनपर्छ। उहाँको मन नपर्ने पक्ष चाहिँ यो सुधार्दै हुन्थ्यो, यस्तो चाहिँ अलि नगर्दै हुन्थ्यो भन्ने खालको? त्यस्तो त छैन त्यस्तो खासै के। अब मलाई केही पनि कुराले गराएको छैन। हाम्रो अगाडि सधैँ राम्रो हुनुहुन्छ। कलालम साल मेरो बेस्ट फ्रेन्ड इन्डस्ट्रीमा सुरु भएदेखि नै हामी हुन त हाम्रो घर पनि एकैतिर बच्चादेखिको साथी हो, चाइल्डहुड फ्रेन्ड हो। अहिले पनि हामी साथी छौँ। भाग्यमानी मान्छेहरूले मात्रै बच्चादेखिको साथीलाई अहिलेसम्म साथी पाउँछ, होइन भने त अब चाइल्डहुडको फ्रेन्ड त कहाँ पुग्छ नि त। मेरो अन्तर कुन्तर आन्द्रा भुँडी सबै कुरा केलाएर कुरा गर्ने, हामी दिनैभरि रातै पनि गफ गर्न नथाक्ने साथी। उहाँलाई अहिले यहाँबाट सम्झेर भन्नुपर्दा अब के सम्झिन, त्यसमा त कुरा भइरहेको हुन्छ दिनदिनै। हामी त मोमो गर्ने साथी हो, एकदम मिल्ने साथी हो। कहिलेकाहीँ चाहिँ बसौँ आज रातभरि गफ गरौँ, दिनभरि गफ गरौँ भन्यो भने पनि काम सबै छोडेर गफ गर्ने साथी हो। के भन्नु मैले यहाँबाट चाहिँ केही सन्देश उहाँलाई? एकदम गुड फ्रेन्ड, थ्याङ्क यू भन्छु। तिमी जस्तो साथी अब यहाँबाट तिमी भन्नु पऱ्यो है। तिमी जस्तो साथी पाएर चाहिँ, तिमी जस्तो साथी भएर म आफूलाई भाग्य ठान्छु। उहाँको राम्रो पक्ष? सबै राम्रो छ। आफ्नो बेस्ट फ्रेन्डको त सबै राम्रो लाग्छ नि। केही न केही नराम्रो त हुन्छ नि त मान्छेमा, तर यहाँले औँल्याउने सिधै पनि भनिन्छ नि त आफ्नो बेस्ट फ्रेन्डलाई त होइन। बेस्ट फ्रेन्डलाई त उसँगै भन्छु, यहाँ अरूको अगाडि भन्दिनँ। एउटा कुरा म मेरो श्रीमानको मेरो बेस्ट फ्रेन्डको नराम्रो कुरा मिडियामा भन्दिनँ, किनभने म उनीहरूसँग सिधै भन्न सक्छु नि त। भन्न नसक्नेलाई चाहिँ मिडियाबाट हो। प्रकाश सपुत मेरो करियरमा चाहिँ एक हिसाबको एउटा उचाइमा पुग्नको लागि विशेष साथ रहेको व्यक्ति र सबैभन्दा धेरै स्टेजसँगै सेयर गरेको साथी, स्टेजमा सहकर्मी, सबैभन्दा बढी हामी स्टेज सेयर गरेको, धेरै देशहरूसँगै घुमेको र आगामी दिनहरूमा पनि आशा राख्छु सहकार्य रहिरहोस्। एकदमै शुद्ध मन भएको मान्छे, सफा मन भएको, मनमा हरि भएको, मनमा देवता भएको मान्छे। कुनै समय त गाईको हल्ला पनि आइप्रीति हालेर प्रकाश सपुत बिच होइन जस नराम्रो भयो अरे जस हुन्छ नि, सम्बन्ध राम्रो छैन रे। हाम्रो बिचमा ग्याप भइसके पछाडि त्यो सोचेको मान्छेहरूले त्यो अनुमान लाउन पाइन्छ, अनुमान लाउनु भएको हो। किनभने हामीमा ठ्याक्कै 2 वर्षको ग्यापमा अर्को काम आइसक्ने, 1, 2 आइसक्यो, त्यसपछि ब्याटल 3 आउने भनेको थियो, किन आएन, यिनीहरूको सम्बन्ध बिग्रेको चाहिँ क्या हो भन्ने जस्तो मान्छेले अनुमान गर्न पाइन्छ, अनुमान मात्रै हो। त्यस्तो हाम्रो सम्बन्ध बिग्रिने गरी गहिरो पनि होइन र के भन्छ अरे, के भन्छ त्यसलाई,
त्यस्तो साह्रै त्यो सानो कुराहरूले बिग्रिने जस्तो पनि होइन, एकदमै घनीभूत पनि होइन, एकदम ठिक्क छ क्या, ठिक्क जस ब्यालेन्समा छ। जस्तो यहाँको तर्फबाट त यहाँले सहकार्य गर्नुभयो होइन, उहाँको तर्फबाट चाहिँ के छ सहकार्य गर्ने कुरो त भएको छ कि छैन? हुन्छ, बेला बेलामा कुरा हुन्छ, जिस्काउँछु मैले कहिलेकाहीँ भेट्दाखेरि चाहिँ फोनै गरेर अब कहिले ल्याउने ब्याटल 3 कहिले ल्याउने त भन्दिनँ म, तर कहिलेकाहीँ हामी भेट्दा सँगै हिँड्दाखेरि चाहिँ के छ कुरा तयारी पनि भएको कि दिदी अब यस्तै छ भन्नुहुन्छ। उहाँको व्यस्तता एकदम धेरै देखेर पनि म फोर्स चाहिँ धेरै गर्दिनँ, कर चाहिँ धेरै गरिरहेको छैन, तर तयारी चाहिँ छ। के हदसम्म तयारी भएको छ भने सुनेको मैले, हेरौँ अब सरप्राइजले ल्याउनुहुन्छ भाइले। केही सिने क्षेत्रका व्यक्तिहरू यहाँलाई एकदमै फिल्म क्षेत्रका जस्तो हुन्छ नि नायकमा एकदमै मनपर्ने नायक चाहिँ को हो? धीरेन चाक्य। किन? हाम्रो बेलाको हिरो हो नि त। अनि उहाँको त्यति बेलाको त्यो हिरोइजम जुन उहाँमा हुनुपर्ने, हिरोमा जस्तो हुनुपर्ने बडीहरू, हाइटहरू, फेस, त्योहरू चाहिँ मलाई चाहिँ धीरेन चाक्य त्यति बेला बच्चैदेखि मन पर्थ्यो, राम्रो लाग्थ्यो। हिरोनीमा चाहिँ हिरोनीमा त मलाई सबै मनपर्छ, अझै बढी मनपर्ने भनेको मेरो टाइपको चाहिँ रेखा थापा। अनि डान्समा चाहिँ म चाहिँ सारङ्गा श्रेष्ठ चाहिँ एकदम मनपर्ने, सबै मनपर्छ। मन नपर्ने भने किन मन नपराउनु परेको छ र, सबै मनपर्छ, तर मनपर्नेहरू मध्येमा चाहिँ। केही भाइरल व्यक्तिहरूलाई सम्झिनु पर्दा सचिन परियारलाई सम्झिनु पर्दा कसरी सम्झिनुहुन्छ? भाइलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। अहिले पनि भाइ नि के भनौँ, छोरा जस्तो त अझै छोराको मेरोको। अब त्यो बच्चा कस्तो के अब के भन्ने, अब एक हिसाबले एकदमै भाग्यमानी, सबैको माया पाएको बच्चैदेखि कता 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 के खालको एकदमै अनौठो प्रतिभा भएको मान्छे क्या। उसलाई चाहिँ भगवान्ले चाहिँ सायद छोटो समयको लागि भनेर होला त्यो एउटा लोकप्रिय हुने एउटा भाग्य चाहिँ लिएर आएको। सबै फेरि मान्छेमा पनि सबैले माया गर्ने मायालुपन चाहिँ लिएर आएको भाइ के त्यो भाइ। पुण्य गौतम दाई जे छ त्यो फ्याट बोल्नुहुन्छ है, बडाङ भनिदिनुहुन्छ। पछि त्यो शब्दहरूले पर्ने असर पाएर पनि मतलब छैन उहाँलाई। एक हिसाबले आँटिलो मान्छे पनि हो, त्यो त्यसरी बोल्नु पनि मान्छेलाई आँट चाहिन्छ कि। कतिपय अब यहाँ भएको कुरालाई पनि बनाएर सिँगारेर बोल्नुपर्ने स्थितिमा भएको जे हो त्यो भडाङ बोलिदिँदाखेरि पनि अहिले आजकल अलिक कम भएको छ उहाँको कुराहरू आउन। सायद डर धम्कीहरू धेरै आयो कि होइन भने चाहिँ बोल्नु पर्ने विषयमा जुनसुकै विषय अगाडि राखिदिनुहोस् त्यो विषयमा छत्तछोले पारेर आँटिलो पारेर बोल्ने मान्छे चाहिँ हो। अशोक दर्जीले पछिल्लो समय उसले चाहिँ एउटा बाटो सँगसँगै गीतले एउटा उसको चाहिँ प्रतिभाले जिन्दगीलाई सपार्ने बाटो, गुड गाइडिङ उसले पायो। भाग्यमानी केटा हो, पछिसम्म पनि एकदमै राम्रो हुन्छ भाइको, अनुशासित पनि। कतिपय कुराहरू कस्तो हुन्छ भने तपाईँको यो मान्छेलाई मैले बनाउँछु है भनेर बोकेर हिँड्ने मान्छे मात्रै गुड भएर नै हुँदैन क्या, ऊ आफू पनि गुड हुनुपर्छ क्या। ऊ आफू पनि उसले देखाउन लागेको बाटोमा हिँड्न सक्ने, जान्ने हुनु पऱ्यो नि त, मान्ने हुनु पऱ्यो। त्यो चाहिँ ठ्याक्कै हाम्रो के भन्छ उहाँलाई चाहिँ गाइड गर्ने मान्छे पनि गुड परेको अनि भाइ पनि गुड परेको क्या। त्यही भएर पनि एकदमै राम्रो लाग्छ। एकदमै चर्चित पत्रकार डिसी धमला दाई त अब एक हिसाबले भन्नुपर्दा नेपालकै एकदम प्रथम श्रेणीको पत्रकार हुनुहुन्छ। उहाँको इन्टरभ्यूहरू हेर्दाखेरि पनि त्यो पनि आँट चाहिन्छ नि मान्छेमा। मै हुँ भन्ने मान्छेलाई ल्याएर टक्क मुटुमा हाल्ने क्वेसनहरू सोध्न सक्नु त्यो पनि आँटै हो है। दाइको आँटलाई चाहिँ एकदम सेल्युट गर्छु। अब नेतातर्फ जाउँ। बालेन नयाँ जोस र उत्साह बोकेर जुन हिसाबले उहाँले सहजै यो कुराहरू यो लागू गर्छु भनेर आँटले आउनु भएको छ। सानो आँटले सक्ने कुरै होइन त्यो कुराहरू, ठुलो आँटले आउनु भएको छ। त्यो आँट सफल होस्। एकदमै यो जेनेरेसनमा चाहिँ लिन सक्ने, एक्सन लिन पर्ने मान्छे हो, लिन सक्ने मान्छे हो, गर्नुहुन्छ आँट। अझै यो आँट सफल होस्। कतिपय कुराहरूले छेक बाधाहरू त आइरहेछ, त्यो बाधाहरू त कति आछ त्यो बाधाहरू त पक्कै पनि भोग्नेलाई गर्नेलाई थाहा छ, उहाँहरूलाई थाहा छ। हामीले पनि केही कुराहरू चाहिँ बाहिरबाट अब्जर्भ गरिरहेछौँ। यत्तिकै युवा चाहिँ अझै हुनुपर्छ, अझै जन्मिनुपर्छ। केपी शर्मा ओली तपाईँ अब अरू नेताहरूको बारेमा त त्यो बाजाको बारेमा त मलाई त्यति धेरै थाहा हुँदैन। बालेनसम्म चाहिँ मलाई थाहा भयो। केपी शर्मा ओली उहाँको ठाउँमा ठिक होला होइन। जस राजनीति नै भनेर जिन्दगी चाहिँ बिताएको व्यक्ति हो होइन। अनि देशको अहिले फेरि प्रमुख व्यक्ति भएको कारणले पनि सम्मान गर्छु। अब अन्तिम सेगमेन्ट छ हामीसँग मनका कुरा। यहाँले त्यही व्यक्तिलाई सम्झेर मनैदेखि उहाँको बारेमा केही खर्चिनु पर्ने हुन्छ। आमा
आमाको बारेमा त के कुराहरू भन्ने वर्डहरू नै छ जस्तो लाग्दैन है। संसारमा जे छ सबै वर्डहरू नै आमाको लागि जस्तो लाग्छ। राम्रो जति रेस्पेक्ट भनेको एक्सट्रिम र माया भनेको एक्सट्रिम, केयर भन्ने कुराको एक्सट्रिम लेभलमा जे वर्डहरू छ सबै आमाको लागि। यहाँबाट अहिले आमालाई केही सन्देश छोड्नु पर्दा? मेरो आमालाई चाहिँ फ्याटा अहिले चाहिँ टिकटक चलाउने बानी परेको छ। टिकटकमा आयो भने देख्नुहुन्छ, होइन भने अब यहाँ पुगेर के काम, होइन आमासँगै भनौँला। तर मेरो सङ्घर्षको दिनहरूदेखि लिएर अहिलेसम्म पनि मेरो लागि सङ्घर्ष गरिराख्नु भएको छ, अहिले पनि गरिराख्नु भएको छ। मेरो जिन्दगीमा सबैभन्दा ठुलो हात अहिले पनि साथ मेरो आमाको अहिले पनि छ क्या। त्यही भएर आमा भन्ने अझै आफू आमा भएपछि थाहा हुँदो रहेछ के हो आमा भन्ने कुरा। त्यो चाहिँ फिल मजाले फुल फिल चाहिँ आफू आमा भएपछि थाहा हुँदो रहेछ। बुवाको त मैले त्यो धेरै अनुभव गर्नै पाइनँ। म सानै हुँदाखेरि बित्नु भएको बा, अनि बाको माया पनि आमाको माया पनि आमाबाटै। बाले दिनुपर्ने एउटा संरक्षण र सुरक्षा पनि सबै मेरो आमाबाटै। यहाँलाई यादमै हुनुहुन्न? अनुहार पनि याद छैन। त्यही भएर मेरो त सबै थोक आमा। मेरो आमा त बाघ बगिनी पुरा। जीवनसाथी? हजुर, जीवनसाथी उहाँको बारेमा के भन्नुपर्ने? उहाँको बारेमा केही बोल्नु पर्यो यहाँले। जीवनसाथी साथी नै हुनुपर्छ है। म चाहिँ यो वर्ल्डको जीवनसाथी साथी नै हुनुपर्छ। पहिला चाहिँ साथी हुनुपर्छ, किनभने श्रीमान भन्ने शब्दभन्दा म जीवनसाथी भन्ने शब्दलाई रेस्पेक्ट गर्छु। श्रीमान भनेर उहाँलाई पुजै गरेर मात्रै, खुट्टै ढोगेर मात्रै, उहाँको रोकतोकमा, उहाँको इसारामा रहेर मात्रै, उहाँको अराइपराइमा रहेर मात्रै जीवनसाथी भन्दैन। जीवनसाथी हुनलाई साथी नै हुनुपर्छ, बराबरीमै हुनुपर्छ। सो जीवनसाथी सबैको जीवनसाथी चाहिँ मेरो जस्तै साथी नै होस् कामना छ। सन्तान त अब आदि अङ्ग नै रहेछ होइन। त्यही त मैले अघि भने आफू आमा भएपछि आमाको महत्त्व थाहा हुँदो रहेछ भनेर। त्यो बाख्राले भर्खर पाठा पाउँदा किन हान्न आउँदो रहेछ, कुकुरले भर्खर बच्चा पाउँदा नटोक्ने कुकुरले नि किन टोक्न आउँदो रहेछ भन्ने कुरा चाहिँ सन्तानप्रतिको माया त्यस्तो हुँदो रहेछ है। मैले भने नि अब यो कुलतमा नफसौँ भनेर गीत पनि मैले मेरो सन्तान हुर्किँदै गर्दाखेरि एक किसिमको त्यो सुरक्षा पनि म दिनको लागि, त्यो सन्देश मेरो बच्चाको लागि पनि हो कि यो। कस्तो ऊ स्वस्थ भइदियो भयो। मान्छेलाई सपना त पछिको कुरा, उसले कमाओस्, ऊ ठुल्ठुलो ठाउँमा जाओस्, नाम कमाओस्, दाम कमाओस्, यति पढोस्, इभन स्कुल जाओस् नजाओस्, तर पहिला ऊ स्वस्थ भइदियोस् भन्ने आमाको मन हुँदो रहेछ। बाहरूले चाहिँ प्रायः मेरो बच्चा पढ्दै हुन्थ्यो, यति पढ्यो, यति नम्बर ल्यायो हुन्थ्यो। आमाको मन चाहिँ मेरो बच्चा स्वस्थ भइदिनु पऱ्यो, खाइदिनु पऱ्यो। मेरो बच्चा भोको हुनु भएन, मेरो बच्चा निराश हुनु भएन, खुसी हुनु पऱ्यो, ऊ स्वस्थ हुनु पऱ्यो, बिरामी हुनु भएन मेरो बच्चा भन्ने चाहिँ पहिलो चाहिँ आमालाई त्यो लाग्दो रहेछ कि आमाको मन भनेको त्यस्तो हुँदो रहेछ। बरु एउटा श्रीमतीलाई श्रीमानले कमाइदियो हुन्थ्यो भन्ने हुन्छ होइन। अनि सायद बालाई पनि मेरो बच्चाले पढ्दै हुन्थ्यो, पढ्दै गर्दै हुन्थ्यो, नाम कमाइदियो हुन्थ्यो भन्ने हुन्छ होला। तर आमालाई चाहिँ बस मेरो बच्चा भोको नहोस्, मेरो बच्चा स्वस्थ भइदियोस्, त्यो लेभलको माया के। त्यो शास्त्रले पनि भनेको छ नि, कलियुगमा गाईले चाहिँ बच्चालाई चाटेर मार्नेवाला छ, रगत आइन्जेलले चाट्नेवाला छ भनेर। हुन त बच्चाहरूको लागि हानि होला भोलि गएर, तर त्यो बच्चाहरूलाई भोलि भविष्य नै हानि हुने लेभलको माया चाहिँ हुँदो रहेछ क्या आमाबाट बच्चालाई। माया? हजुर, माया अब यत्रो बेर भनिराखेकै माया हो, त्यो नै माया हो सायद। त्यो सबै कुराहरूबाट उन्मुक्त भयो भने बल्ल योगी हुने होला, जोगी हुने होला होइन। यो सबै कुराहरू माया हो क्या। अब त्यो भन्दाखेरि सुन्दाखेरि मिठो लाग्छ, तर सकेसम्म यो कुराहरूबाट त निस्किन पाए राम्रो हो नि त होइन। यो कुराहरूबाट त सकेसम्म उम्किन पाए राम्रो हो नि त। यही हो माया पक्कै पनि। अघि छोरीको कुरा गर्नुभयो, आमाको कुरा गर्नुभयो, श्रीमानको कुरा गर्नुभयो, यही हो माया। संसारै मायामा अडिएको छ होइन। कस्तो लाग्यो? हाम्रा सम्पूर्ण सेगमेन्टहरू सकिएको छ। धेरै गवाडी छु, फेरि म दिन गएको थाहा पाउँदिनँ है। निकै लामो समय पछाडि यति धेरै कुरा गरेँ, धेरै बोलेँ कि। लामै भलाकुसारी गर्न नै, किनकि मैले 6 महिनादेखि कुरेको हो नि त। गीतको अन्तिममा हामी अन्तिममा नै छौँ अहिले। दर्शकहरूलाई गीतको बारेमा हामीले सुरुमै धेरै चर्चा गऱ्यौँ होइन। जाँदा जाँदै
त्यही हो। अब अहिले पुरानो पछिल्लो समयमा चाहिँ नयाँ गीत ल्याएको छु। अब धेरैले सोध्नुहुन्थ्यो नयाँ गीत आएन भनेर। गीत तर आइरहेको थियो, तपाईँहरू भाटमा नपुग्या हो। यसपालि चाहिँ म आफै पनि भन्न चाहेँ, मिडियामा पनि यसरी नआएको धेरै नै भइसकेको थियो। नयाँ गीत ल्याएको छु, एउटा सन्देश ल्याएको छु। गीतलाई भन्दा पनि सन्देशलाई बुझिदिनु होला र बुझाइदिन कोसिस गरिदिनु होला। आफ्नो भाइ छोरा छोरीहरूलाई पनि बुझाइदिने सुनाइदिने कोसिस गरिदिनु होला। एकचोटि चाहिँ यो टपिकमा छलफल चाहिँ घरमा गर्नु होला। यो टपिकमा लिएर यदि कसैको हुर्किँदै गरेको बच्चा छ भने र छोराछोरी जे भए पनि बच्चाहरू हुर्किँदै गरेको छ भने एकचोटि यो टपिकमा छलफल चाहिँ बसेरै गरिदिनु होला। एकदमै जस लामो समयको त प्रतीक्षाको फल मिठो हुन्छ भनिन्छ नि, जस मेरो लागि चाहिँ त्यस्तै भयो आज हैन। एकदम खुसी लाग्यो। लामो समयपछि यस्तो हुन्छ कि अब तपाईँलाई चाहिँ फोन उठाइदिएन, भेट्न आइदिएन भन्ने गुनासो हुन्छ। मलाई चाहिँ जान पाइनँ, अब के सोच्यो होला भन्ने अर्को पीडा हुन्छ क्या। त्यसले पनि त्यो भइरहेको थियो, एक दिन गइदिनु पाए हुन्थ्यो, भेटिदिनु पाए हुन्थ्यो भन्ने चाहिँ लागिरहेको थियो मलाई चाहिँ अरू के होइन, फोन उठाएर जस आउन नभ्याउने भए पनि सक्दिनँ है बहिनी, यो जब मात्रै भन्दै पनि हुन्थ्यो भन्ने हो। त्यस फाइनली फोन उठेर जस हामीले यति धेरै लामो म आफै फोन गर्छु भनेको थिएँ कि हस्, एकदम व्यस्तताको बावजुद पनि आएर जस यति मिठो भलाकुसारी गर्ने अवसर जुटाइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद, नमस्ते।